प्रवेश गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजना दायाँतर्फबाट अगाडि बढिदिनु होला। पहिचान, प्रतिनिधित्व, सुशासन र अधिकारका लागि हाम्रो आन्दोलन खन्तीया र स्वायत्त क्षेत्र कार्यान्वयनको पक्षमा 8औं राष्ट्रिय महाधिवेशन भन्ने मूल नारासहितको यो र्याली हाम्रो तारकेश्वर नगरपालिका 10 मनोमितमा रहेको खन्तीया केन्द्रीय भवनमा प्रवेश गरिसकेको छ। यसैगरी हाम्रो सुरुको ब्यानर नेपाल सञ्चालन सङ्घ केन्द्रीय समितिको 8औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौँ भन्दै अगाडि बढिसकेको छ। यसैगरी बागमती प्रदेश समितिको ब्यानर पनि मैले देखिसकेको छु। उहाँहरूलाई पनि दायाँतर्फबाट अगाडि बढिदिनुको निमित्त हार्दिक अनुरोध गर्दछु। यसैगरी नेपाल सञ्चालन महिला सङ्घको ब्यानर पनि मैले देखिसकेको छु। उहाँहरूलाई पनि अग्रस्थानमा बढिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी नेपाल सञ्चालन सङ्घ जिल्ला समिति काठमाडौँको ब्यानर पनि अगाडि बढिसकेको छ। उहाँहरूलाई पनि हामी दायाँतर्फबाट अगाडि बढिदिनु हुन हार्दिक अनुरोध गर्दै
त्यो सम्पूर्ण ब्यानरहरू दायाँ बायाँतिरको भित्तातिर अडाएर राखिदिनुको निमित्त पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाल सङ्घीय सङ्घ जिल्ला समिति पोखरा, नेपाल सङ्घीय सङ्घ जिल्ला समिति बागलुङ, नेपाल सङ्घीय सङ्घ जिल्ला समिति रूपन्देही, त्यसै गरी नेपाल सङ्घीय सङ्घ जिल्ला समिति दाङ सबैको ब्यानरहरू मैले प्रवेश गरिसकेको देखेको छु। सबैजना नेपाल सङ्घीय सङ्घ जिल्ला समिति कास्कीका सचिवले आफ्नो ब्यानर प्रस्तुत गरिसक्नु भएको छ। सबैजना यो दायाँ साइडबाट आफ्नो झन्डा ब्यानर सबै हराएर राखिदिनुको निमित्त पनि हार्दिक अनुरोध गर्दछु। हाम्रो संस्कृति झल्काउने गरी नामेला स्वरूपी समूहले जुन गीत र नृत्य प्रस्तुत गर्नुभएको छ, उहाँहरूलाई पनि केही समयको निमित्त हामी फेरि पनि हामीलाई स्टेजमा मुक्त स्वरूपी प्रस्तुत गरिदिनुको निमित्त हार्दिक अनुरोध गर्दछौँ। हाम्रो जिल्ला समिति प्राथमिक समितिहरूको ब्यानर झन्डा आउने क्रम गेटमा आउँदै हुनेछ। सोह्रटी गीतमा गीत गाउनको निमित्त लामेला खानीका साथीहरू, महिला दिदीबहिनीहरू अर्थात् उपस्थित सम्पूर्ण महिला दिदीबहिनीहरू सबैजना यो 16 गीतमा साथमा साथ हातमा हात मिलाउनको निमित्त हार्दिक अनुरोध गर्दछु। संस्थाको 8औं राष्ट्रिय महाधिवेशनमा प्रवेश गरिसकेका छौँ र सम्पन्न गर्नको निमित्त आरम्भ भइसकेको छ। हामी पहिलो राष्ट्रिय महाधिवेशन बेनीमा 2052 सालमा सम्पन्न हुँदाखेरि जुन उद्देश्य लिएका थियौँ त्यही कुराहरूमा अटल रहँदै 2056 सालमा बुटोलमा दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। यसै गरी 2061 सालमा तेस्रो महाधिवेशन काठमाडौँमा सफल भएको थियो। यसै गरी चौथो राष्ट्रिय महाधिवेशन पोखरामा 2066 सालमा सम्पन्न गरेका थियौँ। यसै गरी 2070 सालमा हामीले बागलुङको बुर्तिवाङमा सफल गरेका थियौँ। यसै गरी
मारिसकेको अवस्था है स्वयंसेवक मित्र भाइहरू स्वयंसेवक भाइहरू तपाईँहरू जहाँ भए पनि स्टेजमा सम्पर्क गरी खाली 好。
महोदय अध्यक्ष श्री मनमोहन बुढाथोकी सन्ध्याज्यूलाई हार्दिक अनुरोध गर्दछु। सबैजनाले तालीले स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दै यसै गरी आजको प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष श्री रेशम गुरुङज्यू आउँदै हुनुहुन्छ भन्ने खबर प्राप्त भएको छ। उहाँ आए पश्चात उहाँलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराउने नै छौँ। यसै विशिष्ट अतिथिको रूपमा आउँदै हुनुहुन्छ, उहाँ आए पश्चात पनि हामी आसन ग्रहण गराउने नै छौँ। यसै गरी तारकेश्वर नगरपालिकाको नगर प्रमुख श्री कृष्णहरि महाजनज्यू पनि विशिष्ट अतिथिको रूपमा आउँदै हुनुहुन्छ, उहाँलाई पनि हामी आए पश्चात आसन ग्रहण गराउने नै छौँ। यसै गरी नेपाल सन्ध्याज्यूलाई पनि आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्दछु। यसै गरी संरक्षक परिषद सदस्य विशिष्ट अतिथिको रूपमा श्री लक्ष्मी प्रसाद घरत सन्ध्याज्यूलाई पनि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। यसै गरी आदिवासी जनजाति महासङ्घको सचिव श्री यमुना प्रताप सन्ध्याज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाल सञ्चार सङ्घको सल्लाहकार बामबहादुर सन्ध्याज्यूलाई पनि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। यसै गरी सङ्घको सल्लाहकार बमबहादुर ni bahasa Jawa kan jamu doa sama ni bahasa mana tanah Jawa ni bahasa kan mana hamu doa tu bela antar ye nah tu bahasa kan sama ni dia peras mau ni bahasa kalau yang Jawa peramu ni bahasa ni purnata pina peramu toi guru Allah lagi बाँकी पनि नि भाषा त्यसमा शब्दको सभामा बाँकी मर्दै उनी व्याकरणमा अन्तिम चरणमा म दोस्रो म नि व्याकरणबाट ने कान्छो नाता छ ने हिलमान कान्छो पनि सुन्न हालेर मलाई एकदमै खुसी लाग्छ। म तिमी सुन्नु भलाएको म किन भन्छु व्याकरण पनि ने प्रकाशनमा धेरै धेरै नमु अब भने संस्थाको तर्फबाट स्वागत मन्तव्य राखिदिनु हुन संस्थाको वरिष्ठ उपाध्यक्ष श्री मनमाया भलन्जाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। विशिष्ट अतिथि आदिवासी जनजाति महासङ्घबाट महासचिव दिवसलाई आउँदै हुनुहुन्छ भन्ने कुरा मैले सुनेको छु र त्यसै गरी विशिष्ट सिटीमा रहनुभएका संरक्षक परिषदका संयोजक तथा सल्लाहकारज्यूहरू र मञ्चमा आसीन अतिथिज्यूहरू नेपाल सञ्चार सङ्घका केन्द्रीय पदाधिकारीज्यूहरू प्रदेश स्थित माताका सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिज्यूहरू सरल नमस्कार। आज म अत्यन्तै खुसी छु। किन होला भन्न सक्नुहुन्छ? आजबाट हाम्रो संस्थाले काजुली फेर्नेछ। पुरानो फाटेको कबाट फालेर नयाँ कबाट लाउँदैछ। त्यसैले म एकदमै खुसी छु र हामीले यस महाधिवेशन तोकेको मितिदेखि आजसम्म यहाँ ल्याइपुर्याउनका लागि हामीले विभिन्न सङ्घर्ष गर्नु पर्यो। समस्याको सामना गर्नु पर्यो। तर पनि हामीले हरेस छैनौँ।
सक्यौँ गर्नै पर्छ। मेरो यो विचार र धारणा छ। त्यसैले म लगायत हाम्रा साथीहरू ती समितिका टिमहरू लागि पर्यौँ। आज यो महाधिवेशन हुन सफल भएको छ र महाधिवेशन हुन किन जरुरी छ र यसको उद्देश्य के हो भन्नुहुन्छ होला। मलाई लाग्छ आज म महिलाको हक अधिकारको कुराहरू गरेन किन म स्वागत मन्तव्यमा छु। म लामो समय लिन चाहन्न र आज सम्मान गरेका संस्थाभित्र हामीले गरेका राम्रा नराम्रा सबै काम र कुराहरूलाई निहालेर त्यसको समीक्षा गरेर राम्रो पक्षलाई हटाउँदै नयाँ पक्षलाई अगाडि ल्याउँदै एकदम पूर्ण निस्वार्थ निष्कर्ष लिएर त्यसलाई कार्यान्वयन गर्नु हो र हरेक संस्थामा महत्त्वपूर्ण अङ्ग भनेको तिनवटा हुन्छ: अध्यक्ष, महासचिव र कोषाध्यक्ष। जिम्मेवार तपाईँहरू प्रतिनिधिज्यूहरूलाई छ। यसको मूल्याङ्कन तपाईँहरूले गर्नुहुनेछ भन्ने। 8औं राष्ट्रिय महाधिवेशन नेपाल छन्त्याल सङ्घको 8औं राष्ट्रिय महाधिवेशन मूल समारोह समुद्घाटन समारोहका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, देशमा आसीन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, साथै यो छन्त्याल सङ्घको उत्थानको भाषाको पहिचानको लागि अहोरात्र खप्नुहुने सम्पूर्ण छन्त्याल दाजुभाइ तथा दिदीबहिनीहरू, म पनि भर्खर यो गुल्मी जिल्लाको कालीगढी गाउँपालिकाको तर्फबाट भर्खर यहाँ आधी घन्टा मात्र म आएको छु। साथीहरूले मलाई टिपाइदिनु भएको छ। लगभग 5 घन्टाको जाममा परियो। यो दुःखको भोगाई दुर्गमबाट पाल्नुहुने छन्त्यालहरू धेरैले भोगेर आउनु भएको छ। हामी छुट्टा छुट्टै गाडीमा थियौँ होला। यो कष्ट हामीले भोग्यौँ। उक्त कष्ट भोग्दै गर्दा पनि हामीलाई त्यो दुखाइ भन्दा पनि हामीलाई यो थाहा छ कि यो राष्ट्रिय महाधिवेशन आज अत्यन्तै ठुलो हो। यो हाम्रो अत्यन्तै गौरवको विषय हो। यसैलाई मध्यनजर राख्दै हामी हतोत्साही भएनौँ, हामी निराशावादी भएनौँ, हामी आशावादी भयौँ। हामी काठमाडौँको मनोबैठकमा पुग्नु पर्दछ र हाम्रो यो 8औं महाधिवेशन भव्य रूपमा सफल पार्नु पर्दछ भन्ने एउटा हाम्रो आश, त्यो मात्र आश रह्यो। सो उद्देश्य बोकेर हामी नेपालको कुना कन्द्रामा छरिएका छन्त्यालहरू यहाँ उपस्थित भएका छौँ। बाहिर हाम्रो अतिथि रूपमा आसिन सबै छन्त्याल बन्धुहरू, सबै कुनै न कुनै दलमा विचारमा तपाईँको यो ठुलो अप्ठ्यारो बाटो नभनेर यो छन्त्याल यो महाधिवेशन सफल पार्नको लागि आउनुहुने सम्पूर्ण नेपाली छन्त्याल दाजुभाइ दिदीबहिनीलाई पुनः स्वागत गर्दै पछि मेरो आवाज सुन्न सक्नु भएको छैन। त्यसको धन्यवाद। 8औं राष्ट्रिय महाधिवेशन का सभाध्यक्षज्यू, बाँकी प्रमुख अतिथि उपस्थित हुनुहुन्न, यस सङ्घका संरक्षकज्यूहरू, गण्यमान्य व्यक्तिहरू, विभिन्न जिल्लाबाट पाल्नुभएका अध्यक्षज्यूहरू,
उपस्थित सम्पूर्ण सन्ट्याल दाजुभाइ दिदीबहिनीहरू, हक अधिकार हाम्रो त्यो छैन। तर जो पनि व्यक्ति अगर सन्ट्यालसँग म नेतृत्व गर्छु भन्ने धारणाले आउँछ भने उसले जातिको हितमा काम गर्ने व्यक्ति आउनु पर्यो सबैभन्दा। त त्यसको लागि मैले के देख्छु भने सकेसम्म त्यो व्यक्ति यस्तो हुनुपर्छ, पार्टीमा आबद्ध हुनुहुन्न। किन हाम्रो देशको राजनीतिले गर्दाखेरि, पार्टीले गर्दाखेरि जाति नै भुलेको जस्तो देखिन्छ हेर्दाखेरि। त्यसकारण अघि हाम्रो उद्घोषकले आफ्नो जातिको भाषामा भन्नुभयो। अब एउटा झिङखानीको अध्यक्षले जातिको भाषामा आफ्नो भनाइराख्नुभयो। त्यस्तो कुराहरू के हुन्छ भने हामीहरू यो भाषामा सम्पन्न अझ पनि छैनौँ, छँदै छैनौँ भनौँ। कारण के छ, या त हामीहरूले चाहना नल्याएको, या चाहिने सिक्न नखोजेको, या कसैले त्यसलाई चाहिने सिकाउन नखोजेको। यो कहानीहरू मैले जब रिटायर भएर आएको 15 वर्ष भयो, जति पनि हाम्रो पनि संस्थामा जिल्ला संस्थामा सुन्ने गर्थे भाषा तालिम, तर त्यो गराउन परिणत हुने थिएन। मात्र यो बोलाइ नहुने थियो, तर व्यापार हुने थिएन। त मैले आफै संस्थाबाट खर्च गरेर भाषा सिकाउनलाई कोसिस गरेँ। 1 महिनाको तालिम राखेँ। सिकाउने व्यक्ति हाम्रो हितमान भान्जा यही हुनुहुन्छ। त उहाँले एकदम ग्रामेटिकको तरिकाले एकदम राम्रोसँग सिकाउन कोसिस गरे। तर जति मान्छेले चाहना लिनुपर्ने, उपस्थित हुनुपर्ने त्यति मैले देखेन। त त्यसैको लागि 1 महिना हामी तालिम दिएँ। अनि अहिले त मैले के सोचेको थिएँ भने त्यो धेरै मान्छे हाम्रो भाषा नजान्ने मान्छे आबद्ध छैन संस्थामा। त्यो भएर मैले वडाबाट बजेट मागेर फेरि भाषा सिकाइदिन्छु सबैलाई, चाहे त्यो आबद्ध हो या नहोस्, सबैले सिक्नुपर्छ हाम्रो जातिले भन्ने विचार राखेर मैले सबैले भने के तपाईँहरूले भाषा नजान्ने इच्छुक व्यक्तिलाई जम्मा गर्नुहोस्, म चाहिँ बजेट म पार्छु जसरी सिक्ने भनेर। तर चाहना त्यसरी आएन। फिडब्याक मागेँ तर फिडब्याक आएन। त्यो कारणले गर्दा मैले बजेट मागेन। त यस्तो कुराहरू हामीहरूले जातिमा सबैभन्दा हाम्रो पहिचान के छ, कसैले सोध्छ भने हामी छन्त्याल भन्ने यो नेपालमा 50% मान्छे थाहा छैन छन्त्याल के जात हो। तर कस्तो जाति भनेर सोध्छ भने हामी छन्त्याल जाति हो, जस्तै कि अरू जाति जस्तो हाम्रो संस्कार छ, संस्कृति छ, भाषा छ, वेशभूषा छ भन्ने कुरा आउँछ त्यसमा। तर भाषै जान्दैन त त्यसलाई हामीले कसरी परिचय दिने। त यस्तो कुराको लागि हामी कसैले पनि कोसिस गर्ने सबैले, त्यसको लागि आफ्नो लागि हो, अर्कोको लागि होइन। तर यही कुरा कास्कीबाट पहिला केन्द्रले बनाएको जो भाषाको बुक छ त्यसमा हेर्दाखेरि जान्ने मान्छेलाई पनि कतिपय भाषा चाहिँ आउँदैन। त्यो कसले बनाउनु भयो, कसरी बनाउनु भएको थाहा लागेन। त्यो कारणले फेरि मैले उहाँ भान्जाले बनाउनु भएको थियो हितमान खत्काले, त्यो भाषा मैले केन्द्रमा पेस गरेँ। आजसम्म त्यसको चाहिँ फिडब्याक मैले पाएन, के हुँदैछ, कहाँ गयो। केन्द्रीय समितिको 8औं राष्ट्रिय महाधिवेशनको प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष श्री रेशम गुरुङज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो कार्यक्रमको विशिष्ट अतिथिको रूपमा आदिवासी जनजाति महासङ्घको महासचिव श्री दिवस राईज्यूलाई पनि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो कार्यक्रममा भर्खर मात्र जिल्ला अध्यक्ष प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजकार्य स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि
संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। यसै गरी जनजाति गान पनि प्रस्तुत गरिदिनु होला प्राविधिक टोलीलाई म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। अब भने हामी पुनः ज्ञात अज्ञात शहीदहरूलाई सम्झँदै छन्त्यालका पुर्खाहरू थुप्रै सोही अनुरूप आजको कार्यक्रमको उद्घाटन पनि ध्वजा मेजा सजाएर धुप बालेर उद्घाटन गर्दैछौँ। सबैजनाले तालीले स्वागत गर्नुभयो भने ठुलो ढुङ्गा छ भने ढुङ्गालाई बुझ्ने ठुलो रूपलाई बुझ्ने हिसाबले पनि त्यो भक्तजनीय दृष्टिको निर्णय सोही अनुसारको हाम्रो उद्घाटन कार्यक्रमहरू लगभग एक सबैजनालाई फेरि पनि मानिने स्वागत छ। म अनुरोध गर्दै आजको यो उद्घाटन गरिदिनु भएकोमा प्रमुख अतिथि आदिवासी जनजाति उद्यान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष श्री रेशम गुरुङज्यू र मभन्दा अगाडिका वक्ताले खाम भाषामा हाम्रो भाषाको संरक्षण हुनुपर्छ, हामीले चाहिँ जस्तै इमान्दारीपूर्वक हामीले काम गरिरहेका छौँ त्यसरी नै केन्द्रले पनि गर्नुपर्छ भन्ने उहाँको धारणामा मेरो पनि सहमत छ। र छन्त्याल सङ्घ होस् अथवा अन्य जातीय संस्थाको यस्तो खालको कार्यक्रमहरूमा हामीले भन्दै गरेको अथवा सुन्दै गरेको कुरा एउटै हो, हाम्रो संस्कार संस्कृति हाम्रो भाषा लिपिलाई सधैँ जगेर्ना गर्नुपर्छ। र हाम्रो हकमा भन्नुपर्दा हामी 2052 सालदेखि आजको दिनसम्म पहिलो महाधिवेशनदेखि आज 8औं महाधिवेशन आइपुग्दासम्म हामीले हाम्रो भाषाको कतिको संरक्षण गरेछ र कतिको सिकेका छौँ भन्ने कुरा मलाई थाहा छैन। तर मलाई एउटा कुरा के थाहा छ भने चाहिँ आजभन्दा 10-15-20 वर्ष अगाडि जति खाम भाषा बोल्थ्यो त्योभन्दा आजको दिनमा आउँदाखेरि त्यो चाहिँ लगभग 25-30% घटेको छ, जुन कि बढ्नुपर्ने हो। यो हामीले यसलाई कसरी लिने, यसलाई हाम्रो भाग्य भनौँ कि दुर्भाग्य, यिनै कुराहरूलाई विशेष ध्यान दिएर हाम्रो अब आउने कार्य समिति केन्द्र समितिले यिनै विषयहरूलाई प्राथमिकता राख्दै नयाँ कार्य समिति आओस् भन्ने शुभकामना दिँदै मेरो छोटो मन्तव्य यहीँ टुङ्गाउँछु। धन्यवाद। सर्वभर विशेष गरी सम्पूर्ण छन्त्यालहरूले यतिखेर संस्थापक सर्वान्यज्यूलाई सम्झनुपर्छ, उहाँप्रति श्रद्धासुमन गर्न चाहन्छु। र संस्थापक अग्रज अध्यक्षज्यूहरू प्रति सम्मान गर्न चाहन्छु। उहाँहरूले मलाई छन्त्याल हुनुमा गर्व गर्ने एउटा वातावरण सिर्जना गर्नुभएको छ, जसलाई यस अल्पसङ्ख्यक छन्त्याल समुदायले पाउनुपर्ने अधिकारलाई अधिकारबाट वञ्चित नहुनको लागि हाम्रा अग्रजहरूले जुन कदम उठाउनु भएको छ त्यसलाई हामीले शिरोधार्य गर्नुपर्छ। र यसको लागि हाम्रो पहिलो
रहन्छ हाम्रो पहिचानको लागि हाम्रो भाषा छ, तर त्यो भाषा एउटा सीमित छ। हिजो मेरो स्थानतिर कुनै बेला हाम्रो इतिहासमै छ कि भाषा बोले बापत र हाम्रो वेशभूषा लगाए बापत ती सामन्तीहरूले हामीलाई दण्डित गरेको र हामीलाई होच्याउने र शोषण गर्ने कामहरू गरेको थियो। त्यसै क्रममा म पनि त्यो सानो मेरो बुवामाको पालामा पनि हामी अल्पसंख्यक समुदायबाट खेती उत्पादन कम हुने गर्थ्यो। त्यस क्रममा हामी यो बेसा खोज्ने भनेको त्यो बेलामा त्यो अन्न मकैहरू खोज्न जाँदा हामी ब्राह्मणको समुदायको बिचमा जानु पर्थ्यो र यिनीहरूले हामीलाई उनको काम बनाएर दाउरा चिराएर र उनको हामीसँग चाहिँ त्यो अन्न पानीको होइन रकम लिने गर्थ्यौँ। जम्मा तास्यो मु सब पैसा केन्द्र फाउन्डेसन मिलिसिर खर्च लाए। त्यस सरकारले यी फाउन्डेसन काम छ एउटा त्यो निको मेन गेट बनाइसक्यो मु मेन गेट बनाई अर्को महिला सङ्घलाई भन्थे प्रशिक्षण पनि पिन्जी। अब खा बेला तार सोचिसक्यो मु बेलान भाषा प्रकाशन ल सो पनि विष लाओ विषयमु मरे धान ताम ताल एउटा जिल्ला समिति कास्कीको धनलाल साहबले भन्नुभयो फाउन्डेसन भन्ने सबैको हो कि के को हो भन्ने कुराहरू अलि फेरि अर्को हेर्छु सरी फेरि साहबले बुझ्दैन होला। त्यो चाहिँ फाउन्डेसन चाहिँ सबै क्षत्रियको आफ्नो जातिको उत्थानको लागि नै त्यो गठन भएको हो। त्यो पैसा अरू कहीँ खर्च हुन्न। त्यो पैसा सिर्फ त्यहाँ अहिले जम्मा भएको छ त्यो संरक्षित छ। त्यो चाहिँ त्यो फाउन्डेसन मैले अहिले भनिसक्यो त्यो किन जन्मियो त्यो कुराहरू तपाईँहरूले सबै ज्ञानै छ। त्यो भएर यसमा के छ भने हाम्रो पैसा त्यो कहीँ दाहिने बाएँ खर्च हुने कुरा होइन। हामीले हाम्रो के फाउन्डेसनको तर्फबाट पनि यो सानो सानो कामहरू गरिरहेछ। हामीले पहिला पनि कोही कुराहरू भनिसकेको छ कि तपाईँहरूले प्रपोजल लिएर आउनु, तपाईँ हामी सबै मिलेर हाम्रो जातिको लागि। त्यसको तपाईँले उहाँ धनबहादुर साहबले भन्नुभयो कि जिल्ला जिल्ला त्यो तारा खेलको त्यो कुरा पनि सल्लाह गर्नुपर्छ। हुन्छ केही खर्चको लागि त्यो जम्मा भएको छ। हाम्रै मान्छेको डोनरले त्यो पैसा जम्मा भएको हो। त्यो पैसा सिर्फ फेरि हाम्रै जातिको लागि अब के हुन्छ भाषा संस्कार गरिबलाई उठान सबै त्यसको लागि जम्मा भएको छ। त्यो फाउन्डेसनको लागि त्यो अरू कोही होइन हाम्रै हो। तर कसरी फङ्सन गर्ने भन्ने कुरामा अलिअलि दुविधा छ। दुविधा भए पनि त्यो के छ भने त्यसको पनि दिनाङ्क बनेको छ। त्यो ध्यान दिन जरुरी छ। हामीले भन्दै आएको हाम्रो सङ्घर्ष राज्य सङ्घर्ष, त्यो राज्य सङ्घर्षमा हामीले भाषालाई बचाउनु छ, हाम्रो इतिहासलाई बचाउनु छ, हाम्रो चाहिँ सभ्यतालाई बचाउनु छ र हाम्रो पहिचानलाई बचाउनु छ। तर यो बचाउने भन्दै गर्दा हामीले के कति उपलब्धि हासिल गर्यौँ त्यो कुरालाई समीक्षा गर्न पनि जरुरी छ। त्यो उपलब्धि हासिल गर्नका निम्ति हाम्रो नेतृत्वले के पहल गर्यो र त्यो नेतृत्व सफल भयो कि भएन, त्यो एजेन्डा स्थापित गर्न सक्यो कि सकेन भनेर पनि ख्याल गर्नुपर्ने हुन्छ। यदि हामीले यो ख्याल गर्न सकेनौँ भने
हाम्रो इतिहासलाई दस्तावेजीकरण गर्न सकेनौँ भने सञ्जालहरूको उत्पत्ति थलो कहाँ हो भनेर प्रश्न आइरहनेछ। त्यो प्रश्नले सधैँभरि हामीलाई पछ्याइरहनेछ र हामी सधैँभरि अनुत्तरित हुनेछौँ। त्यो अनुत्तरित भएर अर्काको अगाडि शिर झुकाएर बस्नुपर्ने हो हामी। हाम्रो नेतृत्वले यो कुरा चाहिँ कहिले पनि सोच्न नपर्ने हो होइन, हामीले सोच्न जरुरी छ। समय यही हो, हाम्रो इतिहास हाम्रो एकता स्थापित गर्नको निम्ति तपाईँ हामीले हातोमालो नगरेसम्म, अर्थात् 100 थरी बाजा एउटै ताल 100 थरी घोडा एउटै चाल, यो नगरेसम्म तपाईँ हामीले कहिले पनि हाम्रो इतिहास, हाम्रो गौरव र हाम्रो सभ्यतालाई बचाइराख्न सक्दैनौँ। र हामी सञ्जाल भनेर कतै हाम्रो 10 पुस्ता पछाडि जाँदाखेरि हाम्रो पुस्ताले भन्न सक्छ कि सक्दैन भन्ने थाहा छैन। यदि हाम्रो अहिलेको चाहिँ बसाइसराईलाई हेर्ने हो भने म्याग्दी जिल्लामा सबैभन्दा बढी 2058 साल 68 सालमा चाहिँ जनगणनाले देखाउँथ्यो भने अहिले बागलुङ जिल्ला धेरै देखाउँछ र कास्की जिल्ला र काठमाडौँमा अत्यधिक बसाइसराई भएर गएको जिल्लामा गणना हुन्छ, त्यसपछि रूपन्देही र दाममा देखिन्छ। प्रश्न गर्छु भनेर मिलेन कि नपढाउने होइन, पढाउने हो। म बागलुङ नगरपालिका बागलुङ जिल्ला समितिमा काम गर्दै गर्दा मलाई त्यहाँको अधिकृतले भनेको छ प्रगतिको पथमा लम्कने बेलामा कहाँको यो चाहिँ सञ्जाल भाषा, कहाँको यो मगर भाषा भनेर प्रश्न गर्नुभएको छ। तपाईँले भनेको कुरा सही हो सर, त्यो तपाईँको नजरमा, तर मेरो नजरमा होइन भने मैले अस्वीकृत गरेँ। त्यसैले हामी उठौँ, जागौँ र त्यस्तो नेतृत्व स्थापित गरौँ जसले यो संस्थालाई आफ्नो भिजन दिएर, योजना दिएर, एजेन्डा दिएर चाहिँ 3 वर्षमा पुरा गर्न सकोस्। यसरी हामी अगाडि बढौँ अनि फेरि नयाँ समितिलाई, नयाँ नेतृत्वलाई चाहिँ हस्तान्तरण गरौँ। होइन हामी त 2 बल्दान खाइसकेका छौँ। अहिले आउँदा हामीलाई ठेस लाग्यो, एकपल्ट पल्ट्यौँ, फेरि यो अन्तमा आएर एकपल्ट पल्ट्यौँ। हो हामी लड्छौँ, धुलो टक्टकाउँछौँ, फेरि उठ्छौँ, फेरि हिँड्छौँ। त्यसैले सबैलाई हातीमालो गर्नको निम्ति आफ्नो इतिहास, सभ्यता, संस्कृति, भाषा र हामी हुनुको गौरवलाई स्थापित गर्नको लागि अगाडि बढौँ भन्ने कामना सहित यो 8औं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्छु। धन्यवाद। म अलि अरू काममा धेरै व्यस्त थिएँ र उपसचिवज्यूले सूचना पनि पाइएन, त्यस कारण मलाई खासै तयारी छैन। तैपनि छोटो कुरा घोषणा गरिसकेपछि म केही राख्न अनुमति चाहन्छु। र मैले पहिल्यैबाट धेरै कुराहरू मिलाने समितिमा पनि उठाइसकेको छु। हामीलाई केही आन्तरिक र बाह्य समस्याहरू छन्, त्यसलाई हातेमालो गरेर सम्पूर्ण बुद्धिजीवी वर्गहरू माझ र आफ्नो स्थानबाट त्यसलाई समाधान गरौँ भन्ने मैले अनुरोध गरेका छौँ। र केही आन्तरिक समस्याहरू छन् जो हामीले सङ्घर्ष गरिरहेका छौँ। यहाँ सम्पूर्ण कुराहरू अभिव्यक्त गर्न सान्दर्भिक नहोला, तर पनि केही कुराहरू छन् जो हाम्रो अस्तित्वमाथि, पहिचानमाथि, इतिहासमाथि र संस्कृतिमाथि प्रहार गरिरहेका छन्। ती कुराहरू मैले सधैँभरि आफ्नो ठाउँबाट उठाइरहेको छु। र एउटै कुराहरू के भन्दाखेरि यहाँ सम्बन्धित व्यक्तित्वको उपस्थिति छ या छैन मलाई थाहा छैन। हामीले जुन एउटा भौतिक निर्माण सम्बन्धी केही कुराहरू निवर्तमान नभनौँ, अहिलेको यो समितिले सुरु गरेको छ, त्यसमा केही पहलहरू पनि भएका छन्, केही आश्वासनहरू पनि पाइरहेका छौँ। र यसलाई निरन्तरता दिनका लागि सम्बन्धित पक्षहरूलाई म विनम्र आग्रह गर्दछु। र जे हाम्रा संस्कृति, संस्कार, पहिचानमाथि प्रहार गरिरहेका छन् त्यससँग सम्बन्धित पक्षहरूलाई, विशेष गरेर हाम्रो एउटा महासङ्घ छ, उहाँहरूलाई हामी एउटा नेपाल सञ्जाल सङ्घ एउटा आधिकारिक रूपमा संस्थापक सदस्य नभए तापनि हामीले संस्थापककै हैसियतले जननायक महासङ्घमा योगदान गरेका हौँ। हामीले संस्थापक सदस्यहरू सुरेश दाई, परशुराम तामाङ, मल्लके सुन्दर, उहाँहरूसँग हामीले सङ्घर्ष गरेका हौँ, एकसाथ काम गरेका हौँ। त्यसकारण मलाई लाग्छ उहाँहरूले हाम्रो पहिचान बुझ्नु भएको छ र बुझिदिनु हुनेछ भन्ने म विनम्र आग्रह गर्न चाहन्छु। र जे प्रहार भएका छन् त्यसमाथि उहाँहरूलाई समर्थन गरिदिनु हुन र त्यसलाई सच्याइदिनु हुन पनि म विनम्र आग्रह गर्दछु। त्यसै गरी आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानका उपकुलपति रेशम सर यहाँ उपस्थित हुनुहुन्छ। यो हाम्रो सम्बन्धित
एउटा प्राज्ञिक निकायमा उहाँलाई पनि मैले जे जति प्राज्ञिक निकायमा हाम्रा विचारहरूमा प्रहार भएको छ त्यसलाई सच्याइदिनु हुन र सम्बन्धित निकायमा आफ्ना आवाजहरू पुर्याइदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। र अध्यक्षहरू मणिचन्द, चित्रबहादुर, इन्द्रजित ज्यू, छन्त्यालज्यूहरू, त्यसै गरिकन सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू, जनप्रतिनिधि वडाध्यक्षज्यू, त्यसै गरिकन विभिन्न जिल्ला प्रदेशबाट आउनुभएका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, भारतीय संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरू र विभिन्न पालिकादेखि तल गाउँसम्म हाम्रो जराबाट झरी पानी नभइकन, घाम पानी नभइकन यो 8औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउनका निमित्त उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण प्रतिनिधिज्यूहरूमा मेरो वैयक्तिक तर्फबाट र नेपाल सञ्चार सङ्घको एउटा सल्लाहकार हुनुको हैसियतले सरलको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आजभन्दा ठिक 40 वर्ष अगाडि नेपाल सञ्चार सङ्घको स्थापना हुँदै गर्दा 2043 सालमा सायद यो स्थिति हुन्छ भनेर हाम्रा अग्रजहरूले स्थापना गर्नुभएको थिएन। आज हामी गर्वका साथ छाती फुलाएर हामी छन्त्याल हुनुको गर्व गरिरहेका छौँ। आफ्नो सत्व खोजिरहेका छौँ, आफ्नो तत्त्व खोजिरहेका छौँ, आफ्नो पहिचान, अधिकार, इतिहास, सभ्यता, संस्कृति, भाषामाथि हामी काम गर्नुपर्छ भनेर जिकिर गरिरहेका छौँ। म यो किन भनिरहेको छु? यो म किन भनिरहेको छु भन्दा हामी ख्याल खत्तामा यो यात्रा तय गरिरहेका थिएनौँ। रहर र लहरमा हामी यो यात्रा तय गरिरहेका थिएनौँ। हाम्रा अग्रजहरूले आफ्नो विवेक, आफ्नो सोच, आफ्नो चिन्तन, आफ्नो श्रम, आफ्नो पसिना र योगदानबाट छन्त्याल सङ्घको स्थापना, छन्त्याल परिवार सङ्घ हुँदै स्थापना गर्नुभयो। 2043 साल जुन समयमा पञ्चायतकालीन समय थियो, हामीले बिर्सन हुँदैन। जुन समयमा हामी यसरी उभिएर कुरा गर्न सक्दैनौँ, अराष्ट्रिय तत्त्व भन्थ्यौ, सङ्गठनका कुरा गर्दा, अधिकारका कुरा गर्दा, प्रजातन्त्रका कुरा गर्दा, तर हाम्रा अग्रजहरूले कालो कोठाहरूमा, चिसा छिडीहरूमा टिप्पण तापन गरेर अहिले जस्तो फोन थिएन। कसरी सम्भव भयो होला? म यो किन भनिरहेको छु भन्दा हामी ऐतिहासिक 8औं राष्ट्रिय महाधिवेशनमा उभिँदै गर्दा निश्चय महाधिवेशनले मूलतः 3टा काम गर्छ। एउटा विगतको कार्यकालको समीक्षा गर्छ, इतिहासदेखि अहिलेसम्म आलोकमा बसेर हामीले के उपलब्धि प्राप्त गर्यौँ, के प्राप्त गर्यौँ, अब केका लागि सङ्घर्ष गर्नुपर्छ भनेर हामीले विगतको समीक्षा गर्नु छ। अर्को हामी आगामी नीति कार्यक्रमहरू तय गर्नु छ। अब हामी अगाडि रूपमा देखिने गरिकन, बिरगुम खानीमा देखिने गरिकन, बलमपारमा देखिने गरिकन, गुर्जा खानीमा देखिने गरिकन, बोङखानीमा देखिने गरिकन, मालगाडीमा देखिने गरिकन, प्युठानको तपाईँको गाउँठाउँहरूमा, सुर्खेतका गाउँठाउँहरूमा देखिने गरिकन नीति र कार्यक्रम अब देखिन जरुरी छ। गोल मतलमा अब संस्था अगाडि जान सक्दैन, हामीले लैजान हुँदैन। अब भिजिबल हामी के गर्छौँ? 3 वर्ष, 1 वर्ष के गर्छौँ, 2 वर्ष के गर्छौँ, 3 वर्ष के गर्छौँ र हामी कस्तो वातावरणमा अगाडि बढेर लैजान सक्छौँ? यो संस्थालाई एउटा थोरै सङ्ख्यामा भएको 11,000 को हाराडी 11 देखि 12,000 को बिचमा भएको हाम्रो जनसङ्ख्यालाई एक दिक्का बनाएर हामी कसरी अगाडि बढ्न सक्छौँ? यो समीक्षा गर्न जरुरी छ। अर्को यो महाधिवेशनले समीक्षा गर्दै गर्दा आगामी नीति र कार्यक्रम तय गर्नेछ भने अर्को नेतृत्वको चयन गर्नेछ। यही 3टा कुराको लागि हामी यहाँ भेला भएका छौँ र तपाईँको यात्रा तय गरिरहेका छौँ र हामी प्रतिनिधिहरू बन्द सत्रमा हामी सहभागी हुन गइरहेका छौँ। म यो किन भनिरहेको छु? हामीले अब सपना रेशमजी हाम्रो साथी, मित्र, आन्दोलनका साथी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान 2059 सालमा स्थापना भयो। अब रेशमजीको ठाउँमा अर्को छन्त्याल हुने कि नहुने, बनाउने कि नबनाउने, त्यसका लागि हो हामीले काम गर्ने। हामीले सोच्ने नसोच्ने, सपना नदेख्ने, मन्त्री हुने सपना नदेख्ने, आयोगको अध्यक्ष हुने सपना नदेख्ने, त्यसका लागि रेशमजी सहयोग गर्नुहोस्, दिवसजी सहयोग गर्नुहोस् भन्ने वातावरण हामीले काम गर्ने कि नगर्ने, हामीले त्यस्तो नेतृत्वको खोजियो, त्यस्तो लिडरसिप हामीलाई चाहिएको। न कि परम्परागत रूपमा घाम डुब्ने अनि बिहान आउने फेरि घाम डुबाउने त्यस्तो नेतृत्व हामीले खोजिरहेको होइन। अब छन्त्याल त्यो हाम्रो मान्छेहरू अमेरिका छ, हाम्रो मान्छे अस्ट्रेलिया छ, हाम्रो मान्छे युरोप छ, तिनीहरूसँग हामी जुममा अनलाइनमा मिटिङ गरेर योजना बनाउने नेतृत्व चाहिएको छ।
जरुरी छ। यो कुरा राख्दै अन्तिममा, किन धेरै वक्ताहरू हुनुहुन्छ, आज मेरो कुरा महत्त्वपूर्ण होइन, आजका प्रमुख अतिथि रेशम गुरुङजीको कुरा महत्त्वपूर्ण हो, आदिवासी जनजाति महासङ्घका श्रद्धेय महासचिव दिवस राईजीको कुरा महत्त्वपूर्ण हो। त्यसैले हामी त बन्द सदनमा छलफल गरौँला, ठन्डा दिमागले सोचौँला। हामी कुनै विभिन्न कारणले हामी दलमा आउँला, बहुदलीय शासन पद्धतिमा देशमा आउँला, कोही म्याग्दी आउँला, कोही बागलुङ आउँला, कोही त्यो चाहिँ हामीले जान म बागलुङ जन्मिएको होइन, जान कोही म्याग्दी जन्मिएको होइन। अग्रजहरू त्यहाँ पसिना बगाए, खानी खने, भेजा तिरे, भारी बोके, अनि हामी यो स्थितिमा आइपुग्यौँ। भनेपछि यो स्थितिबाट अगाडि पुर्याउनको निमित्त तपाईँ हामीले बन्द सत्रमा छलफल गरौँला, गर्न जरुरी छ। नत्र कि म त्यही भएर म भन्ने गर्दछु बेलैमा हामीले सोच्यौँ भने बाली सोप्रियो भने 6 महिनामा करेक्सन गर्न सकिन्छ, 3 महिनामा करेक्सन गर्न सकिन्छ, अर्को नयाँ बाली फेरि राम्रो बनाउन सकिन्छ। तर संस्था बिग्रियो भने धेरै गाह्रो हुन्छ, किनभने तपाईँ संस्थामा काम गरेको मान्छेहरू हौ, यसलाई सपारेर लैजाने हो। हिँड्दाखेरि कहिले काहीँ ठेस लाग्छन्, आरो र अपरोहरू आउँछन्। त्यसैले कुनै दल विशेष, समुदाय क्षेत्र विशेष र कुनै आफन्त विशेष र नाता विशेषमा कैद नभइकन साँच्चै यो समुदायलाई अगाडि लिएर जान सक्ने हाम्रो मान्छे किन अधिकृत हुन सक्दैन? हाम्रो मान्छे किन सिडिओ हुन सक्दैन? हाम्रो मान्छे डिएसपी किन हुन सक्दैन? हामीले बनाउने कही योजना बनायौँ, अब हामीले त्यस्तो योजना बनाउने नेतृत्व चाहिएको छ। अतिथि श्री लक्ष्मी प्रसाद घरबदा सञ्चार संरक्षक परिषद सदस्य, त्यसैगरी अतिथि यमुना तटबदा सञ्चार सचिव आदिवासी जनजाति महासङ्घ, त्यसैगरी अतिथि श्री हिरा कुमार सञ्चार उपाध्यक्ष कमानफला गाउँपालिका, त्यसैगरी अतिथि श्री कुमार राई, म तपाईँहरूले नै बनाउनु भएको यसै तारिक चाहिँ नगरपालिकाको वार्ड नम्बर 10 को वडा अध्यक्ष र उपस्थित हुनुभएका ड्यासमा सम्पूर्ण अतिथिगणज्यूहरू र यसै महाधिवेशनलाई सफल र भव्य रूपमा सफल पार्नको लागि उपस्थित हुनुभएका सम्पूर्णलाई म तारकेश्वर नगरपालिका वार्ड नम्बर 10 को वडा अध्यक्ष र सिङ्गो नगरपालिकाको तर्फबाट नमस्कार भन्न चाहन्छु। नमस्कार। मभन्दा अगाडिको आदरणीय वक्ताले भन्नुभयो हामीले महाधिवेशनमा त्यस्ता व्यक्तिहरू चाहिँ चयन गर्नुपर्छ। जरी छन्त्याल हिजो म्याग्दी र बागलुङमा मात्र छैन नि त, अहिले त अमेरिका पनि छ, युरोप छ, जापान छ, त्यस्तै धेरै राष्ट्रमा छ र नेपालमा पनि अहिले धेरै जिल्लाहरूमा छरिएर आफ्नो कर्म गरिरहेको छ र गरिरहेको जुन यो छन्त्याल जातिलाई हामी पनि नेपाली हौ, यसलाई पनि हामी अगाडि बढाउनुपर्छ। एउटा छन्त्याल एउटा व्यक्तिले परेको पीर मर्का एउटाले मात्र भोग्ने होइन, सम्पूर्ण छन्त्यालले नै दिनुपर्छ, छन्त्यालमै अघि बढ्नुपर्छ भन्ने मेरो पनि बुझाइ छ। म पनि एउटा आदिवासी जनजातिको छोरा भएको कारणले मेरो पनि पार्टीको तर्फबाट आदिवासी जनजाति को प्रदेश खमा मेरै विशेष केशु राई चाहिँ सहसचिव हुनुहुन्छ। मैले पनि मेरो विशेषलाई घरमा खाना मलाई पकाएर मात्र होइन, खुवाएर मात्र होइन, घर सफा सुग्घर मात्र गरेर होइन, अब तिमीले पनि केही अघि बढ्नुपर्छ, आफूले जानेका आफ्नो जातको कुराहरूलाई अगाडि बढाउनुपर्छ, आफ्नो संस्कृति अगाडि बढाउनुपर्छ भनेर मैले उसलाई अघि सारिरहेको छु। र त्यसै गरी अहिले उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई पनि आजको यस अधिवेशनमा तपाईँले त्यस्ता व्यक्तिहरूलाई अघि बढाउनु जसले चाहिँ आफ्नो छन्त्यालको विषयमा चाहिँ केही कुराहरू चाहिँ राख्न सक्छ। जसरी हिजो मभन्दा अगाडिको वक्ताले भन्नुभयो हिजो टेलिफोन थिएन, केही थिएन, अहिले संसारमा धेरै सुविधाहरू आएको छ। जसरी जुम मिटिङ होला, कोही छन्त्याल अमेरिकामा होला, कोही युरोपमा होला, कोही जापानमा होला, तर हामी जुम मिटिङमा त हामी सहभागी हुन सक्छौँ नि त। म परदेशी भएँ भने मलाई के देशको माया लाग्दैन र के मलाई त्योभन्दा अलिकति अगाडि मेरो घर छ भन्दै गर्दाखेरि छन्त्यालले मलाई पनि चिनाएको छ नि त यो सङ्घले हो। त्यस्तै गरी तपाईँहरू भोलिको दिनमा पनि अगाडि बढ्नुहोस् हो। राष्ट्रिय नेतृत्वमा जाँदाखेरि अघि एउटा छन्त्याले सांसद मात्र बनेर त पुग्दैन त, भोलि राष्ट्रिय नेतृत्वमा जाँदै गर्दाखेरि एउटा जनजातिको छोरो माथि गयो भने त्यसले धेरै राम्रो काम गर्न सक्छ। जसले उदाहरणको रूपमा अहिले स्थानीय निर्वाचन हेर्नु, धरानको
एउटा हर्क सम्पान राईले गर्दाखेरि त्यहाँको कुराहरू हेर्नुहोस्, श्रमदानहरू हेर्नुहोस्, श्रमदान गर्दाखेरि कस्ता धनाढ्य व्यक्तिहरूलाई पनि त उसले श्रममा लगाइरहेको छ नि हो। त्यसै गरी हामीहरू पनि लाग्नुपर्छ। भोलिको दिनमा जसरी हर्क सम्पद मेयरमा सीमित हुँदैन होला, ऊ भोलि सांसद बन्ला, मन्त्री बन्ला। जसरी अहिले यही समिति छन्त्याल महासङ्घमा पनि भएका व्यक्तिहरू भोलि राष्ट्रिय नेतृत्वमा मन्त्री पनि बन्न सक्ला नि त। हिजोका जस्ता व्यक्तिहरू छैनन् नि त, अहिले सबै जाने बुझेका छन्, शिक्षित छन्। जसरी यही गर्दाखेरि पनि हिजो म पार्टीको कार्यक्रममा जाँदाखेरि पनि मैले यसो माइक समाएर भने म हल्लिन्थेँ, म बोल्न सक्दिनँ थिएँ, तर अहिले म पनि बोल्न सकेको छु नि त। त्यस्तै गरी हाम्रो मोहन छन्त्याल भाइ पनि बोल्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ। भोलि अगाडि बढ्दै गर्दाखेरि जुन आजको कार्यक्रममा विशिष्ट अतिथिहरू आउनुभएका र उहाँहरू पनि भोलि राष्ट्रिय नेतृत्वमा जान सक्नुहुन्छ होला नि त। जसरी सरकारी कार्यालयहरूमा भोलि सिडिओ बन्न सक्ला, सचिव बन्न सक्ला, उपसचिव बन्न सक्ला र आफ्नो भेगको आवश्यकता के हो भनेर उहाँहरूले त्यो संसदमा पनि कुरा उठाउन सक्ने, अहिले संसद मात्र होइन त मन्त्री पनि बन्न सक्ला। त्यसरी 10, 11, 12 हजारमा त छन्त्याल होइन, हामी सबै आदिवासी जनजाति एक भएर अगाडि बढ्यो भने हामीले परिवर्तन ल्याउन सक्छौँ। अहिले राष्ट्रमा नेतृत्व लिनेहरू तपाईँहरू को देखिरहनु भएको छ हेर्नुहोस् त। हिजैदेखि एउटा बाहुनले नेतृत्व लिइरहेको छ, एउटा छेत्रीले लिइरहेको छ। देश कहाँ पुगेको छ? हाम्रै देशका जुन चिजहरू उहाँले प्रयोग गरिरहनु सकिरहेको छन्। जसरी अहिले नेपाल विद्युतको सभामा पनि कुलमान घिसिन्थ्यो, हामीले सोचिरहन्थ्यौँ ओ कुलमान आइसक्यो, हामी त जनतै थियौँ त, उसले लोड सेडिङ मुक्त त गरायो त। तर नेताहरूले भाषण गर्दाखेरि अब म तपाईँहरूले मलाई जिताउनु हाम्रो मिसन भनेको नै लोड सेडिङ मुक्त गराउने भन्थ्यो। आखिर एउटा साधारण कर्मचारीले नि लोड सेडिङ त मुक्त गराउँदो रहेछ नि त। यदि त्यो ठाउँमा नेतृत्व एउटा बाहुनको छोरोले, यदि एउटा छेत्रीको छोरोले लिएको भए त्यो अहिले सक्दैन थियो होला। अहिले तपाईँ व्यक्तिले गर्नुहोस्, अहिले मन्त्री बनेको छ, अहिले संसदमा अहिले मन्त्री त्यो मण्डलमा पनि हेर्नुहोस् त। अब म नेपाली काङ्ग्रेसका एउटा वडा सभापति र वडा अध्यक्ष भए तापनि हेर्नुहोस् त अहिले रमेश लेखक कस्तो छ, के हो कुरा। त्यति दाग लगायो भने उसले त राजीनामा दिनु पर्थ्यो होला नि त। उसको यदि छानबिन समिति गर्यो भने उसले त सफाइ पाउँथ्यो होला नि त। तर यदि त्यसमा जनजातिको एउटा छोरा भइरहेको भए उसले के अरे राजीनामा दिन्थ्यो। जसरी एउटा के तामाङ भन्ने थियो के अरे, उसले बङ्गलादेशमा त्यो के अरे यो नर्स सम्बन्धी पढ्दै गर्दाखेरि सानो कुरा बोल्दै गर्दाखेरि उसले त तुरुन्तै राजीनामा दियो नि त। यदि जनजातिको छोरो भए अहिले हेर्नुहोस् त रमेश लेखकले दिन नसकेको संसद कति अवरुद्ध गइरहेको छ। त्यसैले त म त के भन्न चाहन्छु भने जनजातिको छोरोले नेतृत्व लियो भने नेपाल परिवर्तन हुन्छ। तपाईँहरू नेपाल हेर्नु नै भएको होला, नेपाल कति सुन्दर छ, मधेस छ, पहाड छ, त्यस सँगसँगै हिमाल छ, ताल तलैया छ। त्यो के चिज चाहिँ छैन त नेपालमा। नेपाल परिवर्तन गर्ने भने नेतृत्व लिने व्यक्तिहरूले चाहिँ दूरदृष्टि राख्नुपर्छ। जसरी अहिले तपाईँहरूले हिजोको दिनमा जस्तै सुनेका समाचारहरू अहिले आइरहेको हुँदैन। सानोमा हामीले रेडियो नेपालमा सीमित भएर फलानु राष्ट्रले नेपाललाई यति सहयोग गर्यो भन्ने समाचार आउँथ्यो, अहिले आएको छ। किनकि हाम्रो अहिले विदेशीले निगरानी गरिरहेको छ नि, नेपालको मन्त्री कसरी चलिरहेको, संसद कसरी चलिरहेको छ, यो सबै क्षेत्रीय बाहुले गर्दाखेरि नेपालले कति पिल्जिरहेको छ हेर्नुहोस् त। अहिले चक्रपथकै रूपमा म त सानै थियो, त्यो चक्रपथमा म पनि पाङ्ग्रा उडाउँथेँ। यही जन्मिएको हुर्केको एउटा गाई पाल्ने किसान परिवारको पनि बच्चा भएको कारणले गाई चराउँदा जाँदाखेरि चक्रपथमा घन्टामा एउटा गाडी आउँथ्यो। तर चाइनाले त्यो बाटो बनाइदिँदाखेरि हेर्नु त उसले कतिसम्म दूरदृष्टि राखेर त्यो चक्रपथ बनाइदिएको रहेछ। अहिले त्यो चक्रपथले अहिलेसम्म नै थामी त रहिरहेको छ नि। त्यो भन्नलाई त भन्छ नेकपा एमाले हुन त मलाई पार्टीप्रति त्यस्तो उ लागेन, कहिले मेनोरेल भन्छ, कहिले के भन्छ। जसरी विदेशीले सहयोग दिएका त्यो सूर्य विनायकदेखि त्रिपुरीसँगको टलिबसलाई हामीले कसरी चाहिँ भेट्यौँ। त्यही टलिबस चक्रपथमा राखिदिएको भए के हुन्थ्यो? हामीले त्यो इन्डियामा टाटा गाडीहरू ल्याएर कुदाउनु पर्थ्यो र हामीमै ऊर्जाको रूपमा खानेपानी फेरि जलस्रोतको धनी राष्ट्र भने हामी भनेर चिनेकै छौँ।
त्यसले करेन्टको रूपमा प्रयोग गरिदिएको भए के हुँदैन थियो र? के हामीले टाटा गाडीहरू कुदाउनु पर्थ्यो? पूर्व पश्चिमको महेन्द्र राजमार्ग भन्नुभयो, यो महेन्द्र राजमार्गमा के विद्युतीय रेल चलाइदिएको भए के हामीले यस्तो गरिरहनु पर्थ्यो? नेपाल बनाउनलाई नेतृत्व आउनु पर्थ्यो। नेतृत्व आउँदै गर्दै गरे परिवारवाद होइन, जसरी परिवारवाद होइन, एउटा आफ्नो जातीय नभएर नातागोतामा हुनु हुँदैन। त्यो नभई जहाँ मात्र नेपाल बन्छ र यो नेपाल बनाउनलाई यस्तो हुन्छ। र अहिले यो महाधिवेशनबाट यस्ता व्यक्तिहरूलाई चयन गर्नु जसले आफ्नो कुराहरू अगाडि राख्न सक्नु पर्यो। र अहिले पनि आइरहेको छ राजा र राष्ट्रवादी। अहिले पनि गणतन्त्र दिवस हो, मलाई कुनै कार्यक्रममा आइदियो भने त्यो म गएन। म गणतन्त्रलाई एउटा उपनाम दिन्छु, गणतन्त्र भन्छ नि। के गरे नेपालमा? हिजो राजा भयो र राजा गइसकेपछि नारायणी सङ्ग्रहालय त बनेकै थियो नि त। के यतापट्टि तपाईँले यो दक्षिणपट्टि हेर्नु त यसो बाटो हुन्छु गणतन्त्र स्मारक रे। ए बाबा, के नारायणी सङ्ग्रहालय हुन्थेन र त? एउटा व्यक्ति त्यहाँ पुग्यो भने उसले नेपाललाई नगरपालिका अरे 5 भन्दा साथ त्यसलाई अहिले गोर्खा नगरपालिका अरे नाम परिवर्तन गरेर के देश राम्रो भएको छ त? छैन नि। त्यसैले हामीले यस्तो कुराहरू हुन त म एउटा वडामा आवाज उठाउने कुरा, यो आवाज चाहिँ अब भोलि माथिल्लो स्तरसम्म पनि पुर्याउने गर्ने प्रयास चाहिँ गर्दैछु। त्यसको लागि अब तपाईँहरूको मलाई सहयोग पनि चाहिन्छ। म एउटा जनजातिको छोरा भएको कारणले अहिले मैले वडा अध्यक्ष चलाउँदै गर्दाखेरि पनि मैले घरमा समय दिन्न। घरको परिवारको तर्फबाट गाली धेरै खाइरहेको हुन्छु। अनि मैले अहिले भन्ने गर्छु 9 नम्बरमा पनि हाम्रो यो बागमती प्रदेश सभापति इन्द्र बानिया दाई आउनुभएको थियो। तपाईँले आफ्नो घर परिवारमा पनि भन्नु, म यहाँ जाँदैछु भन्नु, सकेसम्म तपाईँको परिवारलाई पनि ल्याउनु जब उस्केको छ अरे। त्यसैले राम्रो कुराहरूलाई फलो गर्नुपर्छ भन्दै म तपाईँहरू माझबाट बिदा हुँदै अन्तमा एउटा क्षमा पनि माग्न चाहन्छु। ढिला भयो, एउटा अध्यक्ष आएर नि फेरि अर्को पनि रिसाउँछ, फेरि यता गयो यता ढिला भयो, त्यही पनि जानु त पर्छ है भनेर म यहाँ आएँ। फेरि अर्को कार्यक्रममा पनि जानेछु र तपाईँहरूबाट बिदा माग्दै नमस्कार भन्दै बिदा हुन्छु। हस्त जय नेपाल। ठुलो भन्दै हामी आज एकदम ठुलो एउटा पर्वमा हुन्थ्यो। योभन्दा धेरै जमघट त्यो पर्व एउटा प्रक्रिया थियो। हुन त महाधिवेशन पनि प्रक्रिया नै हो, तै पनि यो प्रक्रिया भनेको अघि पनि हाम्रो पूर्व वक्ताहरूले भनिसक्नुभयो। मलाई कताकति म बोल्दाखेरि हामीले कहिलेकाहीँ हुन्छ नि, घरमा भात पकायो खायो अलि नगएपछि सानो घिउ ढोक्नुपर्ने क्या हो, त्यस्तो जस्तो भयो कि पहिला बोल्दा मिठो चाहिँ बोलिसक्नुभयो, पछि ढिलो भयो भने ठपेर अगाउनु पऱ्यो भने जस्तो म त्यस्तोमा परेँ जस्तो लागेको छ। र यो महाधिवेशन सफल पार्ने भनेको केन्द्रीय समितिहरू 3 जो हामीले म्यान्डेट दिएको 7औं महाधिवेशनले म्यान्डेट दिएको 4 वर्ष कार्यकालसम्म उहाँहरूको हातमा भयो। आजको दिन भनेको अक्सर गरेर बन्द सत्र भनेको हामी प्रतिनिधिज्यूहरू, तपाईँ प्रतिनिधिज्यूहरूको उहाँले के कस्ता कामहरू गर्नुभयो त्यो समीक्षा गर्ने, ठिक गर्नुभयो या भएन, नभएको भए के कति कारणले भएन औँल्याइदिने र अब आइन्दाको भावी नीति तथा कार्यक्रम भनिन्छ। अब हामी कुन दिशामा जाने, कसरी अगाडि बढ्ने भन्ने कुराहरू तय गर्नुपर्ने भएकोले हाम्रो बन्द सत्र भनेको यो सबै प्रतिनिधि र 3-4 वर्षमा अरू दिन कार्य समितिको 1 दिन चाहिँ प्रतिनिधिको, यो महाधिवेशन प्रतिनिधिको दिन हो। त्यसैले तपाईँहरूले के कस्तो गरेको छ र अब के गर्नुपर्छ भन्ने कुराहरू एकदम बुद्धि विवेकले भ्याएसम्म औँले पनि दिनु होला र राय सल्लाह पनि दिनु होला भन्दै म यो धेरै लामो बोल्दिनँ। यो हाम्रो धेरै धेरै धन्यवाद। पुनः मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। आजको विशिष्ट व्यक्तित्व तपाईँ हामीले त्योभन्दा बढी त्योभन्दा बाहिर पनि अहिलेसम्म सूचीकृत हुन नसकेका
नेपालका विभिन्न हिमालदेखि तराईसम्मका गाउँ बस्ती कुना कन्दरमा रहेका हाम्रा आदिवासीहरू अहिले पनि आफ्नो पुर्ख्यौली पेसा व्यवसाय मूल्य मान्यता भाषा संस्कृति अपनाएर बसिरहनु भएको छ। यी सबै आदिवासीहरूको हामी नेपालमा औपचारिक रूपमा सबै आदिवासीहरूको भन्नाले यो 59वटा आदिवासीहरूको छाता संगठन भनेर महासङ्घ चिनिए पनि सम्पूर्ण यो देशका समग्र आदिवासीहरूलाई नेतृत्व गर्ने दिशानिर्देश गर्ने र आदिवासीहरूको मुद्दामा आफूले अगुवाई व्यक्त गर्ने अथवा प्रदर्शकको रूपमा काम गर्ने हैसियतमा नेपाल आदिवासी जनजाति महासङ्घ भएको तपाईँहरू सबैले यहाँ आइ उद्घोष गर्नुभयो। मलाई नेपाल आदिवासी जनजाति महासङ्घको तर्फबाट यहाँ आज विशिष्ट अतिथिको रूपमा निमन्त्रणा गर्नुभएकोमा म हार्दिक धन्यवाद पनि दिन चाहन्छु आयोजकज्यूहरूलाई। अध्यक्षज्यू नै यहाँ आउनुहुन्छ भनेर हामी उहाँ आउने कुरामा हामी ढुक्क थियौँ। मैले पनि अध्यक्षज्यू जानुहोस् है सञ्चारको महाधिवेशनमा भनेको थिएँ, तर उहाँको अन्तिममा नेपाल शेर्पा सङ्घको पनि महाधिवेशन आउनै लागेको र त्यसको तयारीमा लाग्नुपर्ने र आजै बागमती प्रदेशको शेर्पा सङ्घको पनि अधिवेशन र त्यसको बन्द सत्रको अध्यक्ष मण्डलको पनि उहाँले नै नेतृत्व गरिराख्नु भएको हुनाले म जान सकिनँ। महासचिवज्यू तपाईँ गइदिनुहोस् है भन्नुभएको हुनाले म तपाईँहरूको बिचमा उपस्थित भएको छु। समय अन्तर्गोलन र साक्षात्कार हुने गरेको छ। यस्तो अवस्थामा छन्त्याल आदिवासीहरूको यो 8औं राष्ट्रिय महाधिवेशनमा आफू उभिएर यहाँहरूसँग आफ्नो भावना बाँड्न पाउँदाखेरि झन् मलाई बढी खुसी भएको छ। यसको लागि पनि म आयोजकज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। हामी नेपालको आदिवासीहरू र त्यो मध्येको छन्त्याल आदिवासी जनजाति समुदाय हामी देशैभरि हिमालदेखि पहाडदेखि तराईसम्मका हामी विभिन्न तपाईँको विविधतामा हामी आदिवासीहरू रहेका छौँ। यो मुलुकका आदिवासीहरू कुनै पनि एउटा क्षेत्र विशेष भूगोल विशेष हावापानी विशेषको छैनौँ। पुरापुरी नेपालको एउटा भूगोललाई हामी एक छत्र ढङ्गले अकुपाई गर्छौँ। हिमालमा हेर्नुहोस् हिमाली समुदाय शेर्पादेखि लिएर त्यहाँ 22-23वटा हिमाली समुदायहरू हुनुहुन्छ। पहाडमा हेर्नुहोस् त्यसरी नै 30-35 भन्दा बढी तपाईँको चाहिँ पहाडमा चाहिँ पहाडका आदिवासीहरू छौँ। त्यस्तै गरेर तराईमा हेर्नुहोस् भित्री मधेसमा हेर्नुहोस् त्यत्तिकै दर्जनौँ त्यहाँ चाहिँ हामी आदिवासीहरू छौँ। त्यो किन भयो? हामीले अलिकति घोकिएर हेरौँ। आदिवासी भनेको के हो त भन्दाखेरि कुनै पनि माटोमा कुनै पनि भूमिमा पहिलोचोटि मानव जातिको रूपमा त्यो भूमिमा उपस्थित भएर हाम्रो पिता पुर्खाहरू त्यहाँनिर पहिलोचोटि उपस्थित भएर त्यहाँको खोला नाला वन जङ्गल त्यहाँको डाँडा पाखालाई खनिज खोस्री खोरिया बाँडेर आफ्नो एउटा कृषिको सुरुवात गर्ने पहिलो मानव समूह त्यहाँको भूमिमा आफ्नो भाषाको स्थापित गर्ने आफ्नो भाषालाई तपाईँको चाहिँ स्थापना गर्ने आफ्नो संस्कृतिको बीजारोपण गर्ने आफ्नो सभ्यतालाई अगाडि बढाउने र आफ्नो भाषा संस्कृति परम्परा र जीवनशैलीलाई प्रवर्धन गर्दै समग्र त्यो जाति त्यो आदिवासी समुदायको आफ्नो पहिचानलाई स्थापित गर्ने हामी आदिवासीहरू। त्यही भएर नेपालको पूर्व पश्चिम उत्तर दक्षिण सारा भूगोलमा हामी आदिवासीहरू छौँ। तर ती आदिवासीहरू आफ्नो फरक मूल्य मान्यता आफ्नो फरक पहिचान आफ्नो फरक भाषा संस्कृति इतिहास सभ्यता सबै हिसाबले हामी त्यहाँ चाहिँ आफ्नो पहिचानलाई स्थापित गरेका छौँ। यही भएर नेपाल सुन्दर छ भन्छौँ। देशले पनि त्यसरी नै भन्छ। राज्यले दिएको छ ल भन्नुहोस् राज्यले दिएको छ। छन्त्यालहरू अघि पनि यहाँ साथीहरूले भन्दै हुनुहुन्थ्यो स्वागत मन्तव्यकै क्रममा मैले सुने छन्त्यालहरूको आफ्नो पुर्ख्यौली पेसा व्यवसाय खानी खन्ने रहेछ। यो देश निर्माण गर्दा हामी आदिवासीहरूको योगदान के हो राज्यले कसरी बुझ्छ? हामी बुझ्छौँ यो देशको प्रत्येक चक्करीमा हाम्रो पसिना र खुन छ। प्रत्येक बस्तीमा हामीले त्यो गाउँ निर्माण गर्ने अभियानमा हाम्रो खुन र पसिना र हाम्रो योगदान छ। सिंहदेका देशको विकासको हरेक चरणमा हाम्रो योगदान छ। त्यति मात्रै कहाँ हो र? यो देशको राजनीतिक परिवर्तनमा
हरेक लडाइँहरूमा क्रान्तिहरूमा यहाँको आदिवासीहरूले रगत बगाएका छन्। हाम्रो त्यहाँनिर योगदान छ भने देशको विकास भनेको के हो? मात्रै शासन सत्तामा पुग्नु र शासन सञ्चालन गर्नु मात्रै होइन। देशको विकास र यहाँको जाति जनजातिहरूको योगदान भनेको उनीहरूले हरेक खोला नाला हरेक भिरपाखामा आफूले निर्माण गरेको सभ्यता हो, संस्कृति हो। त्यहाँ बसाएको बस्तीमा बसाएका आफ्ना जनजीवनका सवालहरू हुन्। कृषि क्षेत्रमा होस् कि अरू उद्योग धन्दामा होस् कि पेसा व्यवसायमा होस् कि शिल्प कला ज्ञान संस्कृतिको निर्माणको कुरामा होस् कि त्यो सबै योगदान हो, देश निर्माण गर्ने कुराको योगदान हो। तपाईँहरूले खानी खन्नुभयो, तपाईँहरू आफ्नो लागि खन्नु भएको थियो। तपाईँले खानीमा खनेको खनिज पदार्थ आज राज्यले आफ्नो देशभरि त्यसलाई चाहिँ व्यवस्थापन गर्यो। यो समाज र देश निर्माण गर्ने अभियानमा तपाईँले खनेको त्यो खनिज पदार्थ त्यसले प्रयोग भयो। त्यति मात्रै होइन, सायद त्यो देशले त्यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि व्यापार गर्यो। तर खानी खन्नेहरूका हातहरू नङ्ग्राहरू हेरौँ, उसको योगदान हो कि होइन? उसका खुट्टा खिएको होला, नङ्ग्रा खिएको होला, खुट्टा फुकेका होला। त्यही खानी सञ्चालनमा अघि भन्नुभयो, हामीले मौन धारण गरिराख्दाखेरि कैयौँ छन्त्यालहरूले खानी खन्ने क्रममा आफ्नो जीवनको बलिदान दिए। त्यो बलिदान के हो? यो सिङ्गो हास्यास्पद विषयवस्तु हो कि देश निर्माण गर्ने क्रममा उनले बगाएको रगत र उसको आहुति हो? कुनै पनि ऐन कानुनहरूले आदिवासीको भूमि भनेर पहिचान दिएको छैन भन्छ सिधै। जबसम्म कानुनमा आदिवासीहरूको भूमि भन्ने आउनु पर्यो अनि मात्रै तपाईँहरूको भूमिको विषयमा हामी विषय प्रवेश गर्छौँ। नत्र भने आदिवासीहरूको थाहा तल्लो भूमि यो तपाईँहरूको भाषामा होला तर कानुनमा काहीँ पनि छैन भन्छौँ। त्यही भएर अब कानुनमा ल्याउनको लागि त हामीसँग त प्रमाण बनाउनु परेन। अब यो खोला क्षेत्र, यो वन क्षेत्र, यो चौरी, यो डाँडा, यो पाखा, यो देवस्थल क्षेत्र, यो भूमिथान क्षेत्र भनेर चाहिँ आदिवासीहरूको खर्गहरू तपाईँको चाहिँ आफ्ना पुर्ख्यौली थाक तलहरू जब नक्साकरण हुन्छ तथ्याङ्कसहित अनि बल्ल हामीले त्यसको आधारमा भोलि कानुन बनाउने कुरामा लड्न सक्छौँ। यो आधार तयार गर्नको लागि पनि अब हामी अगाडि बढ्नुपर्छ। यो महत्त्वपूर्ण एउटा ऐतिहासिक काम हुनेछ र छन्त्याल सङ्घको यो महाधिवेशनले निर्णय गर्दै छन्त्यालहरूको पुर्ख्यौली थाक तलको नक्साङ्कन, त्यसको सीमाङ्कन, त्यसको सारा त्यो भित्रका सम्पदा क्षेत्रहरू हुन्छ नि त्यसको म्यापिङ तयार गर्ने कुरा अगाडि बढाओस्। हामी तपाईँहरूको बिचमा हातेमालो गर्छौँ। यति कुरा म तपाईँहरूको बिचमा भन्न चाहन्छु। अरू विषय अब महासङ्घ आफैमा हेर्दाखेरि संरचनागत हिसाबले ठुलो छ। महासङ्घ हो नि त, फेडरेसन, सबै संस्थाहरूको महासङ्घ। तर त्यो महासङ्घ तपाईँहरूको जस्तै यसरी ग्राउन्डमा बस्ने महासङ्घ होइन। माथि टपक्क सचिवालय 21 जनाको छ, अध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै सचिवहरू यहाँ हाम्रो मनमाया छन्त्याल हाम्रो महासङ्घकै सचिव हुनुहुन्छ, के अरे यमुना छन्त्याल सचिव हुनुहुन्छ। त्यस्तै सबै गरेर जम्मा 21 जना टक्रकै छौँ। त्यो 21 जना भनेको यहाँ बस्यौँ भने कति हुन्छ भने 2 लाइन पनि हुँदैन महासङ्घ भनेको। माथि नेतृत्वको संरचनाको हिसाबले हेर्नु छ भने त्यो जम्मा 21 जना हो। त महासङ्घ तर किन शक्तिशाली हो, किन राज्यले मान्छ, किन देशले चिन्छ, किन अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले चिन्छ भन्दा त्यो चाहिँ फेरि समग्रमा सिम्बोलिक रूपमा भए पनि त्यो 1.25 करोड नेपालका समग्र आदिवासीहरूको त्यो छाता सङ्गठन हो, यसरी चिन्छ। त सडकमा आउनु पर्यो भन्दाखेरि 21 जना त त्यही हराउँछ हेर्नुहोस् एउटै कुरामा। त्यो भएर सडकको जब आन्दोलनको हामी कुरा गर्छौँ त्यति बेला महासङ्घको आह्वानमा अथवा महासङ्घको योजनामा महासङ्घले अगुवाई गरेका अभियानहरूमा तपाईँहरू पनि सबै निस्किनुपर्छ। त्यसमा महासङ्घले छन्त्याल सङ्घलाई आह्वान गर्छ। छन्त्याल सङ्घले आह्वान गरेपछि तपाईँहरू सबै निस्किनु हो भने मात्रै त्यो 1.25 करोडको आदिवासीहरूको शक्ति बन्छ हेर्नुहोस्। त्यही भएर अहिले मैले सङ्गठनको महत्त्व के हो भन्ने कुरो मैले तपाईँलाई भने नि, हामी त्यत्तिकै भेला भएका छैनौँ, त्यत्तिकै सङ्गठित भएका छैनौँ। हाम्रो उद्देश्य प्राप्ति गर्नको निम्ति, हाम्रो लडाइँलाई फत्ते गर्नको निम्ति हामी यो सङ्गठित हुनु परिरहेको छ भनेपछि महासङ्घ एज ए होलमा कमान हो, आदिवासीहरूको इस्युमा मुद्दामा कमान हो। तर स्पेसिफिक त्यसको विशिष्ट मुद्दामा हरेक जाति आफ्नो आफ्नो मुद्दामा छ। छन्त्यालको आफ्नो स्पेसिफिक मुद्दा छ, तराईमा थारूहरूको आफ्नो, भुजेलको आफ्नो, कुमारको आफ्नो,
सुदूरपूर्वको एउटा चाहिँ लेप्चाको आफ्नै छ भने पश्चिमको राउटेको पनि आफ्नै विशिष्ट उसको मुद्दाहरू हुन सक्छ। तर एज अ होल समग्र आदिवासीहरूको अधिकार, प्रतिनिधित्व, पहुँच र उसको भाषिक सांस्कृतिक अधिकारको कुरा र स्वशासन र स्वायत्तताको कुरा गर्ने लडाइँमा महासङ्घले अगुवाई गर्छ। यो हिसाबले जानुपर्छ। त्यो समग्र स्वायत्तताको कुरा महासङ्घले लिड गर्छ। त्यो समग्र स्वायत्तताहरूभित्रको छन्त्यालको आफ्नो थाकतलको स्वायत्तताको कुरा छन्त्याल सङ्घको अगुवाईमा अगाडि बढ्नुपर्छ। महासङ्घ र विभिन्न जातीय संस्थाहरूले त्यसमा सहयोग पुर्याउँछ। यो संरचनामा यो मेकानिजम भन्छ नि, यो खालको संयन्त्र बनाएर हामी अगाडि बढ्यौँ भने हामी सफल हुन्छौँ। छन्त्यालले निर्णायक अगुवाई गर्नैपर्छ आफ्नो भू क्षेत्रको सुशासनको निम्ति। तर त्यसका लागि केन्द्रीय तहमा होला, प्रदेश तहमा होला, अरू कुनै पनि राजनीतिक इकाइ शक्ति केन्द्रहरूमा होला, त्यसमा समन्वय गर्ने, त्यसमा भूमिका प्रदान गर्ने र त्यसमा अरू शक्तिहरूलाई पनि साथमा लिएर त्यो आन्दोलनलाई सफल बनाउने कुरामा महासङ्घ अगाडि बढ्नुपर्छ। यो खालको संयन्त्रसहित हामी अगाडि बढ्यौँ भने मात्रै हामी सफल हुन्छौँ। आफ्नो भाषा जसको कारणले हाम्रो आन्दोलन अझै पनि कमजोर भइरहेछ। कमजोर मात्रै होइन, त्यो हाम्रो आन्दोलनले निस्तेज पार्नको निम्ति राज्य, त्यहाँको संयन्त्र, प्रदेश सरकार, केन्द्रका राजनीतिक नेताहरू राति अहोरात्र लागिरहेको छ। त्यही भएर हाम्रो आन्दोलनले अहिले परिणाम हासिल गर्न सकिरहेको छैन। तर त्यो तहको आन्दोलन हेर्नुहोस्, साँच्चै उठेको आन्दोलन हो त्यो पूर्वमा। त्यो आन्दोलनलाई सबैले समर्थन गरेको भए अहिलेको स्थिति अर्कै भइसक्थ्यो। तर हामीभित्रको कमजोरी यो छ, मैले यसरी उजागर गर्न खोजेको। त्यही भएर हामी आदिवासीहरू एकअर्कामा एक ढिका हुनुपर्छ, सङ्गठित, एकले अर्काको समस्या, उसको मुद्दा बुझ्न कोसिस गर्नुपर्छ। किनभने आदिवासीहरूको विश्व दृष्टिकोण, उसको मूल मुद्दा साझा हो। तर हामी समुदायपछि हाम्रो मौलिक, फेरि स्पेसिफिक विशेष हाम्रा मुद्दाहरू पनि छन्। त्यो मुद्दाहरूमा हामी सबै बढीभन्दा बढी केन्द्रित भयौँ, तर साझा कमन एजेन्डामा हामी कम भएर लागिरहेछौँ। त्यसले गर्दा हाम्रो आन्दोलन कमजोर भइरहेछ। यो हिसाबले पनि अबको छन्त्यालको महाधिवेशनले सबै आदिवासीहरूको मुद्दामा हामी एक ढिका हुनुपर्छ भन्ने अभियानलाई पनि अगाडि बढाओस्। छन्त्यालहरूको स्पेसिफिक मुद्दामा पनि तपाईँहरूको स्वशासित क्षेत्र, स्वशासन कायम गर्ने कुरा, तपाईँहरूको भाषा संस्कृतिलाई पुनर्स्थापित गर्ने कुरा, राज्यको हरेक अङ्गमा तपाईँहरूको प्रतिनिधित्व र अधिकार प्राप्त गर्ने कुरामा तपाईँहरू अगाडि बढ्नुहोस्। म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। र अन्त्यमा अघि यहाँ पूर्ववक्ताज्यूहरूले पनि भन्नुभयो, केही समस्याहरू छन् छन्त्याल मगरको बिचमा, अघि आइसकेको छ, तपाईँहरू जानकार हुनुहुन्छ। महासङ्घको तर्फबाट हामीले धेरै प्रयत्न गऱ्यौँ। निकैचोटि अध्यक्षज्यू हामी आयोगमा पनि पुगेर सामूहिक पनि छलफल गऱ्यौँ, छुट्टै छुट्टै पनि बस्यौँ, समन्वय पनि गऱ्यौँ, महासङ्घमा पनि 4-5 चोटि हामी बस्यौँ। तर यो विषय अलिक सहज छैन। मगर साथीहरूको एउटा अडान छ। प्राज्ञिक हिसाबले उहाँले पनि एउटा अनुसन्धानलाई अगाडि बढाइराख्नु भएको छ। यता छन्त्याल लगायत थुप्रै 9-10वटा हाम्रो समुदायहरू, जातीय समुदाय, आदिवासी समुदायहरूले पनि त्यो कुरालाई अभियानको रूपमा लगिराख्नु भएको छ। हामी संवाद गरिरहेछौँ। आयोगमा हामीले धेरैचोटि लबिङ गऱ्यौँ। हुन्छ भने केही त्यसलाई मुख्य कुराहरूलाई अहिले चाहिँ अहिले बाहिर पब्लिक नगरिकन आन्तरिक रूपमा यसलाई चाहिँ अनुसन्धानको रूपमा अगाडि बढाउँ। ठिक छ, भोलि इतिहासले प्रमाणित गर्छ भने त्यो कुरामा सबै जानुपर्छ, होइन? तर इतिहासले प्रमाणित नगर्दै एकाध सानो अध्ययनको भरमा वा कोही व्यक्ति वा नेताले भनेकै आधारमा अहिले नै अथवाको आधारमा जानु हुँदैन है भनेर हामीले पनि भनिरहेछौँ। यसलाई लामो अध्ययन गरौँ, डेप्थ स्टडी गरौँ, गहिरो अध्ययन गरौँ। गाउँ घर त्यहाँको छन्त्याल र मगरको जहाँ विवाद छ त्यो ठाउँमा हामी पुगौँ। हामी मात्र होइन, विज्ञहरू, अहिलेका लिङ्ग्विस्टहरू, एन्थ्रोपोलोजिस्टहरूदेखि लिएर सोसियोलोजिस्टहरू सबै गएर चाहिँ हामी त्यहाँ गएर अध्ययन पनि गरौँ। त्यो हिसाबले भोलि यदि त्यसमा कमन खालका कुराहरू आयो भने हामीले स्वीकार्नु पनि पर्छ। तर अहिले तत्कालै छन्त्यालले आफ्नो सेपरेट पहिचान बनाइरहेको अवस्थामा छन्त्यालको भावनालाई पनि हामीले बुझेर जानुपर्छ है भनेर आयोगलाई हामीले निकैचोटि भनेका छौँ। तर आयोगले त्यसमा सजिलै ढङ्गले सुधार गरेको हामीले नि पाएनौँ। तर त्यसपछि 2-3 चरणमा हामी बस्यौँ। हाम्रो अध्यक्षज्यूले पनि ल यसमा सहजीकरण गर्ने नै भन्नुभएको छ र सहजीकरण पनि हामीले गर्ने निकैचोटि प्रयत्न गरेका छौँ। कोही कतिपय समस्याहरू तत्काल समाधान नहुँदो रहेछ। त्यसले गर्दाखेरि पनि
सन्ध्याल र मगरको बिचको जुन समस्या हो यो बारेमा हामी एउटा दीर्घकालीन र गहिरो अध्ययनमा हामी जानुपर्छ र त्यसका लागि हामीले पनि भनेका छौँ सबै पक्षको एउटा टिम पनि बनाऊ होइन आयोग पनि बस्ला त्यसमा भोलि आवश्यक पर्यो भने प्रतिष्ठान पनि बस्न सक्छौँ महासङ्घ बस्छ सन्ध्यालको प्रतिनिधि बस्छ मगरको प्रतिनिधि बस्छ र हामी स्थलगत रूपमा त्यसको इतिहासलाई केलाएर हेरौँ के आउँछ निष्कर्ष त्यसको आधारमा जाउँ भनिरहेको छ तर त्यो अहिले नै त्यसको चाहिँ तपाईँको चाहिँ निर्णायक हिसाबको स्थिति बनेको छैन त्यसमा महासङ्घले निकैचोटि प्रयत्न गरेका छ अब मोहनजी पनि हुनुहुन्छ अरू साथीहरू टिम बनाएर पनि हामी धेरै छुट्टा छुट्याएर समूहमा पनि बसेका छौँ मैले अहिले यति कुरा गरेँ त यसको लागि अब सन्तालभित्र समस्या छ होइन अघि भन्नुभयो नि समस्या छ थुप्रै आदिवासीहरूको बिचमा समस्या छ नभएको होइन अझै महासङ्घभित्रै थुप्रै समस्या छ जात जातिभित्रै थुप्रै समस्या छ त समस्या छ भनेरै हामी सङ्गठित भएको हो नि होइन पनि रु 50,000 सहयोग प्राप्त भएको थियो नेपाल सन्ध्याल महिला सङ्घबाट रु 10,000 बोरिस सन्ध्यालबाट रु सन्ध्यालबाट 1 बोरा चामल त्यसै गरी मानसिंह सन्ध्यालबाट 10,000 रु 5,000 खम्मय सन्ध्यालबाट रु 5,000 सन्ध्यालबाट रु 5,000 मनमाया सन्ध्यालबाट रु 51,000 त्यसै गरी गौमती सन्ध्यालबाट रु 1,000 अधिवेशनहरूमा जहाँ आजको दिनसम्म हामीले गरेका काम गतिविधि र दिएका नीतिहरूको समीक्षा गर्दै आगामी दिनहरूमा हामी कसरी अगाडि बढ्ने हो भन्ने कुराको योजनाहरू पनि तय गर्नु छ र नयाँ नेतृत्व पनि चयन गर्नु छ यस्तो अवस्थाहरूमा चाहिँ मैले 2-3वटा कुराहरूलाई यहाँको सामु निवेदन गर्ने अनुमति चाहन्छु नेपाली आदिवासी जनजातिहरूको इतिहासलाई हेर्ने हो भने कुनै बेला जुन बेला राजा महाराजाहरूले शासन गर्थे त्यो बेलामा नेपाली आदिवासी जनजातिहरूको पहिचान कहीँ थियो जस्तो मलाई लाग्दैन उनीहरूलाई खास गरिकन मतवालीभित्र पनि मासिने मतवाली र नमासिने मतवालीको रूपमा विभाजित गरेर र मान्छेको रूपमा दर्जा दिएकै थिएन जस्तो मलाई लाग्छ खास गरिकन तपाईले देख्नुभयो भने सन्ध्यालहरू जस्तो अलिक कम संख्या भएको आदिवासी जनजातिहरूको त कुरा छाडिदिनुहोस् नेपालको आदिवासी जनजाति समुदाय मध्येमा पनि तामाङहरू जस्तो दोस्रो तेस्रो नम्बरमा पर्ने धेरै ठुलो जनसङ्ख्या भएको समुदायहरूलाई पनि कुनै बेला सिपाहीसम्म पनि भर्ती हुन सक्ने अवस्थाहरू थिएन राज्य त्यसैले त्यो अवस्थाबाट बिस्तारै जब मुलुक प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गर्यो मुलुकले बिस्तारै लोकतान्त्रिक व्यवस्था प्राप्त गर्यो र अहिले लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा आइसकेपछि बल्ल मानिसहरूले आफ्नो पहिचान राम्रोसँग खुलेर भन्न पाएका छन् आफ्नो पहिचान राज्यको सामु राम्रोसँग देख्न पाएका छन् र त्यो राज्य संघको निम्ति राज्यले दिएको पहिचानको एउटा महत्त्वपूर्ण प्रमाण भनेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन हो त्यो ऐन 2058 सालको माघको 25 गते जब सदनबाट अनुमोदन भइसकेपछि त्यो विधेयकलाई ऐनको रूपमा चाहिँ विकास भयो अनुमोदन भइसकेपछि जहाँ 59वटा आदिवासी जनजातिहरूको सूची थियो र त्यो सूचीमा एउटा चाहिँ समुदाय सन्ध्याल समुदाय जब त्यो प्रतिष्ठानको ऐनमा बस्यो बल्ल राज्यबाट या नेपाल राज्यबाट चाहिँ आदिवासी जनजाति सन्ध्यालहरूले एउटा उनीहरू पनि यो देशको आदिवासी जनजाति हुन् भन्ने एउटा पहिचान प्राप्त गर्ने सुनौलो अवसरहरू प्राप्त गरे आजको दिनमा हाम्रो पूर्व अध्यक्ष दाइले राम्रोसँग भन्नुभयो इन्द्रजित सन्ध्याल दाइले कि 8औं महाधिवेशन आउने बखतसम्म म निरन्तर छु मान्छेलाई यसो देख्दाखेरि उहाँले राम्रोसँग भन्नुभयो उहाँ करिब 70 को रेन्जमा पुगिसक्नु भएको होला म जस्तो 40-46 को मान्छेलाई उहाँले दाइ भाइ अथवा आफूभन्दा अब तपाईँको चाहिँ उमेरको अनुभवको हिसाबले जुन हिसाबले उहाँले माया गरेर भन्नुभयो त्यो देख्दाखेरि मलाई के लाग्छ भन्नुहोला भने उहाँले यत्रो ठुलो इतिहास चाहिँ यत्रो ठुलो समय चाहिँ सन्ध्यालहरूको निम्ति हामीले बिताइसकेका छौँ त्यसलाई एकपल्ट फर्केर समीक्षा गर्नुपर्छ होला जस्तो अनुभूतिहरू जुन अभिव्यक्त गर्नुभयो त्यो निकै महत्त्वपूर्ण कुरा छ जस्तो मलाई लाग्छ हामी नेपाली आदिवासी
आदिवासी जनजातिहरूको आजको दिनको कुरा चाहिँ के हो भन्नुलाई भने म आज सरकारी निकायमा छु, त्यसैले मैले धेरै कुरा चाहिँ जो महासङ्घको साथीहरूले गोविन्दजीले भनिसक्नु भएको हुनाले धेरै कुरा नराखिकन म 2-3 कुराहरूलाई मात्रै संक्षेपमा राख्ने अनुमति चाहन्छु। नेपाली आदिवासी जनजातिहरू मध्येमा जुन नेपाल आदिवासी जनजाति महासङ्घको सङ्घीय परिषदको बैठकले बाट अनुमोदन गरेर खास गरिकन 5वटा यसको सामाजिक यसको चाहिँ वर्गीकरण यो जुन चाहिँ तपाईको आदिवासी जनजातिहरू अहिले चाहिँ 60वटा सूची छ, त्यसलाई 5वटा वर्गमा चाहिँ विभाजन गरेको कुरा यहाँलाई थाहा छँदैछ। जस्तो उन्नत समूह, सुविधा वञ्चित समूह, सीमान्तकृत समूह, अति सीमान्तकृत समूह र त्यस पछाडि लोक उन्मुख समुदाय भनेर यसरी 5वटा वर्गमा विभिन्न हिसाबले त्यसको एसडीआई हेरेर, त्यसको साक्षरता प्रतिशत हेरेर, उनीहरूको अहिलेको जीवनको स्तर हेरेर जसरी वर्गीकरण गरेको छ त्योबाट हेर्दा सन्त्याल समुदाय मलाई लाग्छ यो चाहिँ सीमान्तकृत समुदायभित्र चाहिँ पर्दछ। यस किसिमको तपाईहरुभन्दा सन्त्याल जुन संख्यामा आजको दिनमा छ, सन्त्यालको अवस्था हेर्ने हो भने केन्द्रीय कार्यालयको जुन चाहिँ तपाईको वैभव देखिन्छ, अरु जिल्लाहरुको जुन चाहिँ आफ्नो कार्यालयहरु देखिन्छ, जुन हिसाबले तपाईहरुको स्रोत र साधनहरुको तपाईले सङ्कलन गरिराख्नु भएको छ, त्यसले देख्दा सन्त्यालहरुको अवस्था निश्चय नै राम्रो अवस्थामा बिस्तारै अगाडि बढेको जस्तो हामी देख्छौं। तर पनि अहिले साथीले भन्नुभएको जस्तै सन्त्यालहरुको उपस्थिति आजको दिनमा प्रतिनिधि सभामा, लोक तथा तपाईको राष्ट्रिय सभामा, प्रदेश सभामा र स्थानीय तहमा या निजामतीको क्षेत्रमा, न्यायको क्षेत्रमा जुन चाहिँ करिब एकदम न्यून उपस्थिति देखिन्छ, त्यसलाई बिस्तारै हामीले उपस्थिति बढाएर लानको निम्ति सन्त्याल सङ्घ जस्तो संस्थाहरू जो आजको दिनमा 8औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सङ्घारमा उभिएको छ, यो राष्ट्रिय महाधिवेशनमा कसरी आफ्नो उपस्थिति अगाडि बढाएर लिएर जाने भन्ने कुरा व्यापक रूपमा छलफल र बहस गरेर अगाडि बढ्नुहुनेछ भन्ने कुरा म विश्वास व्यक्त गर्न चाहन्छु। सहमतिमा नेतृत्व चयन गर्ने प्रारम्भ यदि हामीले गर्यौं, त्यो प्रथा विकास गर्यौं भने बल्ल तपाईको आवाज ठुलो हुन्छ, तपाईको आवाजले ठाउँ पाउँछ। किनभने छन्त्यालले आजको दिनमा के गर्नु छ भन्नुलाई भने आदिवासी जनजाति भित्रै पनि पहिचान खोज्नु छ, राज्यसँग पनि खोज्नु छ। त्यसैले यस किसिमको अवस्थामा तपाईहरु चाहिँ निर्वाचनको माध्यमले नयाँ नेतृत्व चयन गर्नतर्फ नलाग्नुस् भनेर म विशेष अनुरोध गर्न चाहन्छु। म आज करिब 6.5-7 महिनाको सेरोफेरोमा चाहिँ 6 महिना काटेर चाहिँ आजको 27-28 गतेतिर चाहिँ हामी प्रतिष्ठानमा म आएको करिब 7 महिना जति पुग्दैछ। यो 7 महिनाको बीचमा मैले जसरी सडकमा चाहिँ तपाईको पुलिससँग लडेर भिडेर या जनताको बीचमा, गुरुङको बीचमा, आदिवासी जनजातिको बीचमा मैले जे उभिएर गरेको थिएँ, कामहरू गरेको थिएँ र सरकारलाई भनेको थिएँ, म अहिले भन्ने ठाउँमा भन्दा गर्ने ठाउँमा। त्यसैले गर्ने ठाउँमा भएको मान्छेले कम बोल्नुपर्छ, त्यो पनि म अलिअलि हेक्काहरू राख्दछु। तर म जनजातिको समुदायको बीचमा म 2-3टा कुरा किन धेरै फोकस गरेर भनिराखेको छु भन्नुलाई भने जनजातिहरूले अबको दिनमा रिथिङ गर्नुपर्छ। यदि आदिवासी जनजातिका जातीय संस्थाहरूलाई पोलिटिकल पार्टीहरूले बीचमा यसको यस्तो ठुलो चाहिँ तपाईको माहौल आएको थियो, खास गरिकन 62-63 को जनआन्दोलनको सेरोफेरोसम्म आउँदा आदिवासी जनजातिहरूको एकदमै राम्रो माहौल थियो। यस्तो देश म केही समय अगाडि अमेरिकामा न्युयोर्कमा चाहिँ सरकारको प्रतिनिधिको रूपमा चाहिँ त्यहाँको पर्मानेन्ट फोरममा करिब 2 हप्ता जति त्यहाँ बसेर आएँ, कुराहरू सिकेर आएँ। त्यस पछाडि केही 3 दिन अगाडि मात्रै म चाहिँ चीनमा त्यहाँको चाहिँ इथनिक पोलिसिस एन्ड प्र्याक्टिसेसहरू के रहेछ भन्ने त्यो कुरा पनि हेरेर आएँ। हेर्नुहोस्, नेपाल यस्तो देश हो जहाँको सबैभन्दा ठुलो सामाजिक समूह नेपालको राज्यबाट टाढा छ। आजको दिनमा पनि 35.04% भनेको चाहिँ यो आदिवासी जनजाति समुदाय भनेको नेपालको सबभन्दा ठुलो सामाजिक समूह हो। त्यसपछि खसारे छ, त्यसपछि विभिन्न अरू चाहिँ सामाजिक समूहहरू छन्। यस्तो ठुलो जनसङ्ख्या भएको सामाजिक समूह पनि आज राज्यको विभिन्न निकायमा तपाईले देख्नुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति जम्मा 29.08% छ। शुभेच्छा व्यक्त गर्न चाहन्छु र तपाईहरुलाई एउटा विश्वास पनि दिलाउन चाहन्छु र त्यो मनमा राख्नुपर्छ जस्तो मलाई के लाग्छ भन्नुलाई भने छन्त्याल सङ्घको मान्छेहरू, छन्त्यालहरू यो प्रतिष्ठानको उपाध्यक्ष हुन सजिलैसँग सक्छन्।
महासङ्घको मुख्य नेतृत्व अध्यक्ष हुन सजिलैसँग सक्छन् या राज्यको कुनै अङ्ग र तहमा पुग्नको निम्ति चाहिँ सजिलैसँग सक्छन् मेहनत गर्यो भने, तर त्यसको निम्ति पहिलो शर्त भनेको छन्त्यालहरू बीचको बलियो एकता हो भन्ने कुरा निवेदन गरेर बिदा हुन चाहन्छु र यो अधिवेशन पूर्ण सफलताको कामना गर्न चाहन्छु। र सधैँ यो छन्त्याल सङ्घको साथमा जनजाति उत्थान प्रतिष्ठान रहेको छ र प्रतिष्ठानको तर्फबाट गर्न मिल्ने हुन सक्ने सबै कार्यक्रमहरूमा चाहिँ हामी साथ दिन सधैँ तयार रहेको बेहोरा पनि निवेदन गरेर बिदा हुन चाहन्छु। धन्यवाद। आठौँ राष्ट्रिय महाधिवेशनको अब समापन गर्नुपर्ने समय भइसकेको छ। आजको पर्वको अतिथि प्रिय मित्र रेशम गुरुङज्यू, त्यस्तै नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव प्रिय मित्र विभव साईज्यू, त्यस्तै नेपाल छन्त्याल संरक्षण मण्डलका संयोजक एवं पूर्व अध्यक्ष आदरणीय मामा मणिजन घरप्जाज्यू, त्यस्तै नेपाल छन्त्याल सङ्घका संरक्षण मण्डलका सदस्य आदरणीय बाजे चित्रबहादुर घरप्जाज्यू, त्यस्तै नेपाल छन्त्याल सङ्घका संरक्षण मण्डल सदस्य एवं पूर्व अध्यक्ष आदरणीय मामा इन्द्रजित भलन्जा छन्त्यालज्यू, साथै नेपाल छन्त्याल सङ्घ केन्द्रीय समितिका सल्लाहकारज्यूहरू, नेपाल छन्त्याल सङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य मित्रहरू, भातृ संस्थाका भातृ सङ्घका पदाधिकारी एवं सदस्य साथीहरू, प्रदेशबाट पाल्नु स्वीकार्नु सरल्लो नमस्कार आदिवासी अभिवादन। हुन त आज 101 महिना पश्चात लगभग 9 महिना पश्चात मेरो कार्यकाल सकिने बेला आएको छ। यो 9 वर्षको कार्यकालमा अध्यक्षले अथवा मोहन छन्त्यालले के गर्यो गरेन भन्ने कुराहरू त मलाई जहाँसम्म लाग्छ प्रत्येक जिल्लाबाट प्रदेशबाट प्राविधिक समितिबाट पाल्नुहुने प्रतिनिधि साथीहरू लगायत सम्पूर्ण आमा छन्त्याल आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई प्रश्न छ जस्तो लाग्छ मलाई। किनभने गालाको मासु र पाटाको बाली सबैले देखेको हुन्छन् भन्ने बुढापाकाको मुखान खेर जान्न भन्ने कुरा मैले पनि महसुस गरेको छु, तपाईँहरूले पनि महसुस गर्नुभएको छ। जल्दो बल्दो उदाहरणको स्वरूप यहाँ उपस्थित विशिष्ट अतिथिमा संरक्षण मण्डलका अध्यक्षज्यू हुनुहुन्छ, पूर्व अध्यक्ष आदरणीय मणिजन घरप्जाज्यू हुनुहुन्छ। जल्दो बल्दो उदाहरण त उहाँले पनि 2 कार्यकाल सफल पार्नुभएको सम्पन्न गर्नुभएको, तर उहाँको अवस्था तपाईँहरूले देखेकै छ। उहाँको व्यक्तिगत कुनै व्यवसाय बिजनेसले गर्दा यो अवस्था आएको होइन, यही छन्त्याल सङ्घले गर्दाखेरि यो अवस्थामा उहाँ हुनुहुन्छ। मेरो पनि अवस्था लगभग यसै पनि हुने अवस्था हुन सक्थ्यो होला। हुन त अस्तिसम्म चित्त दुखाइदिएको थियो, तर हिजो आज चाहिँ गर्ववर्ती छु। हिजो महिला सङ्घको अधिवेशनमा मेरो श्रीमती यही हुनुहुन्छ, नरमाया छन्त्याल, नरमाया बुढाथोकी छन्त्याल। उहाँ पनि हिजोको 5औं महिला सङ्घको चाहिँ अधिवेशनबाट चाहिँ निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ, अघिल्लो कार्यकालमा हुनुहुन्थ्यो। उहाँसँग धेरै महिलाहरूले चाहिँ भावुक भएर अध्यक्षले के गर्यो कसो गर्यो भनेको सबै जिल्लालाई चाहिँ प्रश्नै थाहा छ भन्ने कुराहरू सुन्दाखेरि म हिजो यति आनन्दित भएँ र आज आउँदा पनि महिला दिदीबहिनीहरू नै मसँग चाहिँ भावुक भएर चाहिँ सहानुभूति र आगामी दिनहरूमा तपाईँलाई चाहिँ साथ सपोर्ट गर्नेछौँ भन्ने प्रतिबद्धता पनि दिँदै गर्दा यति खुसी र हर्षित भएको छु म। हुन त यो
7औं महाधिवेशन पश्चात गरेका कामहरू सबै कुरा प्रतिवेदनमा आएका छैनन्। प्रतिवेदनमा आएका कुराहरू हामी बन्द सत्रमा छलफल गर्नेछौँ। प्रतिवेदनमा नआएका कुराहरूमा तपाईँहरूसँग केही कुरा शेयर गर्न चाहन्छु। मध्यमा मलाई निर्वाचित गराउनु भयो। त्यो कार्यकाल सभ्य एकदम भव्य तरिकाले चाहिँ तपाईँको चाहिँ सम्पन्न भएको मैले महसुस गरेको थिएँ। त्यो कार्यकालले गर्दाखेरि जुन आजको यो 8औं महाधिवेशनमा हामी यहाँ उपस्थित छौँ, यो 8औं महाधिवेशनमा जुन 7औं महाधिवेशनको उत्साह छ त्यो तपाईँको अहिले चाहिँ 1/4 पनि छैन। यो तपाईँहरूले महसुस गरेकै हो। जुन कुरा तपाईँको काठमाडौँ जस्तो यति धेरै सन्ध्या समुदाय बसोबास गर्ने जिल्लामा हामीले अधिवेशन गर्दै गर्दाखेरि यो के कारणले भयो, यो त हाम्रो समिति यो महाधिवेशन मूल आयोजक समितिको कमी कमजोरी होला, प्रचार प्रसारको कमी कमजोरी होला, त्यो आफ्नो ठाउँमा छ। तर यतिका यो 7औं महाधिवेशनको मेरो दोस्रो कार्यकाल पश्चात मैले काम गर्दै गर्दाखेरि धेरै कुराहरू प्रतिवेदनमा आएको छैनन्, जसमा मैले अहिलेसम्म नआएको बजेट यो सञ्चार सङ्घमा बजेट ल्याएको छु। यसको लागि यसै अहिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका आजका परम अतिथि रेशम गुरुङजीलाई आज फेरि पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले धेरै साथ सहयोग गरेर शहरी विकासबाट 20 लाख रुपियाँ ल्याएर र यहाँ नगरपालिकाबाट 10 लाख रुपियाँ ल्याएर यहाँ पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ 14वटा पिल्लर खडा भएको छ। त्यो लगभग त्यो पिल्लर खडा भएको अहिले 1 वर्षमा बेसी भयो। अघि हाम्रो काशी जिल्लाको अध्यक्षज्यूले भन्नुहुन्थ्यो दलले समाजसेवी गर्दाखेरि कुनै पार्टीमा नलागिकन कुनै दलगत नभइकन निस्वार्थ भावनाले अगाडि बढ्नुपर्छ भन्ने कुरा उहाँले गर्नुहुन्थ्यो। यसै सन्दर्भमा म तपाईँलाई एउटा कुरा के भन्छु भने जति पनि यहाँ तपाईँ प्रतिनिधि हुनुहुन्छ, जति पनि शुभेच्छुकहरू हुनुहुन्छ, यहाँ तपाईँहरूलाई चाहिँ आफ्नो ठाउँबाट आफ्नो पार्टीमा लाग्नुपर्छ भन्ने म तपाईँहरूलाई सल्लाह र सुझाव दिन चाहन्छु। किन भन्नुहुन्छ भने हामी विगतमा छौँ। तपाईँको चाहिँ प्युठानको हाम्रो छन्त्याललाई उहाँसँग थर छ, जात छैन। उहाँहरूको छन्त्यालहरू सबैको चाहिँ प्रायःको नागरिकतामा घटी छ, तर उहाँहरूसँग थर छ। सुर्खेतको छन्त्याल समुदाय साथीहरूकोमा नागरिकतामा सबैको छन्त्याल छ, तर उहाँहरूको नागरिकतामा उहाँसँग थर छैन। यो समस्या हामीले यहाँ मात्रै होइन, बागलुङ, म्याग्दी, गुल्मीदेखि लिएर धेरै ठाउँमा हामीले त्यो समस्या भएको अवस्था छ। मैले हिजो मात्र थाहा पाएँ, नागरिकतामा थाहा नभएकोले चाहिँ उहाँहरू बागलुङबाट प्रतिनिधि नआएको कुरा पनि थाहा पाएँ। सीता गुरुङ मन्त्रीजी शहरी विकास मन्त्री हुँदाखेरि बहुवार्षिक बजेट थियो हाम्रो, तर दल फरक परेर तपाईँको उहाँले चाहिँ हाम्रो बजेट काटिदिए। तर तपाईँलाई आज एउटा जानकारी पनि गराउन चाहन्छु। अहिलेको शहरी विकासको बन्द सूचीमा यसै भवन यो छन्ताल सांस्कृतिक सङ्ग्रहालयको लागि भनेर 1 करोड 8। त्यस्तै मैले चाहिँ छन्ताल बस्ती संरक्षण गर्नको लागि के अरे गुर्जा गण्डकी प्रदेश मेग्दी जिल्ला धौबारी गाउँपालिका वार्ड नम्बर 1 गुर्जाखानी बस्ती संरक्षण भनेर चाहिँ 3 करोडको बजेट चाहिँ तपाईँको चाहिँ सिलबन्दी भएको कुरा पनि जानकारीमा आएको छ। तर यतिकै गर्दै गर्दाखेरि मैले बजेटको कुरामा मलकोमा मलम्पार तपाईँको के अरे बाटो स्तर उन्नतिको लागि 1 करोड रुपियाँ राखेको छु। तपाईँको चाहिँ लाम्बेला खानी केही अलिकति कम भएर जस्तो 1 करोड गरेकोमा 70 लाख हुन सक्ने सम्भावनाको कुरा मलाई जानकारी आएको कुरा पनि तपाईँलाई सहज जानकारी गराउन चाहन्छु। तर यति मात्रै